त्यो अमेरिका गएपछि त नि यस आई हेभ बोयफ्रेन्ड सर आई हेभ हस्बेन्ड इन नेपाल भन्ने कहाँ भन्छ त नि हो यही कुरा हो कि हो यही कुराले हो आई डोन्ट हेभ एनी बोयफ्रेन्ड हेर अब जो अब आइ एम स्टिल सिंगल भन्ने म त मलाई के कुरामा डर लाग्छ थाहा छ हो त जस्तै केटीहरूले हो कि हामी जस्तो केटाहरू मर्नु पऱ्यो काठमाडौँमा नेपालमा किन भन्न हेर केटी यदि के गरेर राम्रो विदेश गयो भने हेर होइन अब उसले त अब उसको बेटर फ्युचर सोध्छ होइन त्यो नेपालमा त्यो 10,000 20,000 खाने त के बस्नु भनेर होइन अमेरिकामा अब होइन लाख कमाउनुसँग हेर्छ उसले केटीहरू यस्तो हुन्छ नि होइन बरु केटाहरूले बरु बिर्सिँदैन कि बाहिर गए पनि आएर बिहे गर्छ होइन तर केटीहरू त्यस्तो छैन कि एकचोटि गयो भने बिर्सिदिन्छ कामै छैन तर योमा कति फरक थाहा छ के यति राम्रो गोरो छ त हेर यो मान्छे भयो म बिहे गर्दिनँ त कुकुर हो नि त मिल्दैन त्यस्तो ज्ञानी छ त्यो कम्पेयर नगर मान्छे भयो मैले बिहे गर्थेँ कुकुरसँग किन दाज्नु भयो दाज्न मिल्दैन त्यो राम्रो छ भन्दैछु मिल्लाई त हो नि कहाँ बिल्ला हो ल भएको कुरा गर्नु मिल्दैन यस्तो क्युट आयो म्याक्स आइज यस्तो क्युट सफा सेतो छ त हेर कति मुख बिखाएर बस्छु त खालि ल ल एकदम राम्रो छौ तिमी कस्तो राम्रो एकदम संसारमा कसैको बुढाले नदिएको कपालमा नभएको खुसी हुन्छ नि त्यो खुसी म तिमीलाई दिन्छु त्यो सक्छु क्या म आई क्यान डु द्याट होला दिनभर थाकौँला दिनभर गलाउला तर बेलुका आएपछि तिम्रो अनुहार हेरेर तिमी एक मुस्कानले हाँसिदिएर मात्रै गऱ्यो भने त भोलिको दिनमा फेरि जोस आउँछ क्या यही गर्छु म यही गर्छु उसको यही ह्याप्पिनेसको लागि त गरिरहेछु भन्ने मलाई पनि त्यो एउटा आँट हुन्छ अनि प्लस यो जुन चाहिँ तिमीले खर्च भनिरहेछौ नि सबै तिम्रो लागि हो क्या तिम्रो लागि नै गर्छु म सबै थोक अब मैले गरेको भए मैले बाहिर खर्च गरेँ त्यो फाल्टै कुरा हुन्थ्यो हो मैले खर्च गरेँ उयो गरेँ तर तिम्रो लागि हो नि त मलाई कमी राख्नु छैन क्या तिमीलाई कोही जस्तो पनि अब आमा बाउको अगाडि चाहिँ हेल्प नगर्ने अनि पछाडि चाहिँ हेल्प गर्ने गर्छु घरमा सबै काम मै गर्छु साँच्ची अनि तिमी गएपछि त मलाई झन् फैलो हुन्छ हो मम्मी बाबाले नि घरमा काम गर्ने नै मै हो मलाई भनेको अरूले पनि गर्छ अनि तर मैले धेरै काम गर्छु क्या ए हो अनि रबिना अनि तैँले चाहिँ कस्तो गाह्रो गऱ्यो भनेको क्या बरु तिमी सल्लो हुन्छ नि त तिमी चाहिँ फ्रेन्डले रबिना तैँले चाहिँ लास्ट टाइम किस कहिले खाएको थिइस् यो मान्छेले त तँ भन्दा पनि हजुरले किस कहिले खानु भएको थियो भने जस्तो भयो क्या तँ भनेकै मिलेन क्या माया गरेर भन्नु पऱ्यो यस्तो मायाले तँ भने यस्तो मायाले तँ कसैले भन्दैन अहिले त अनि रिस उठि छैन नि त पत्ता जाने सकल डुङ्ग्री आयो माइली चोर पस्यौडुङ पत्ता जाने सकल डुङ्ग्री आयो माइली चोर पस्यौडुङ पत्ता जाने सकल डुङ्ग्री आयो माइली के गरिरहेको त पस्यौडुङ गेम खेलेर एक्लै के गेम खेलिरहेको पत्ता जाने सकल डुङ्ग्री आयो माइली चोर पस्यौडुङ अहिले फेरि तैँले हिजो के भइदिन्छु मलाई मैले त एउटा कुरा भन्छु र हजारवटा कुरा भन्छु तँलाई तेरो दाइ अमेरिकामा छ तँ पनि अब अमेरिका जाने होला नि त होइन जाने भने मलाई पनि लग्नु त तँलाई किन लाउने र म तेरो बोयफ्रेन्ड होइन होइन पहिला म जान्छु पहिला गएपछि अलिकति तेरो लागि पनि यताउति सोच्नु पर्यो विस्तार गर्नु पर्यो नि त हुने भने अब तेरो मुख हेरेर त जाला जस्तो देख्छस् कस्तो मुख हेरेर जाने हो र मुख हेरेर त बिहार जाला जस्तो देख्छस् के जस्तो बिहार फेरि आफ्नै कहानी अब मलाई भन्ने अब के भन्नु जब त्यो अमेरिका जान के ठुलो कुरा र के ठुलो कुरा रे तँलाई इङ्ग्लिस बोल्नु आउँछ तँलाई मलाई भोक लाग्यो भने त कसरी भन्छस् अनि त भन् त ल के भन्छ आइ एम हङ्ग्री भन्छ नि आइ एम हङ्ग्री भन्छ
अनि के भन्छ त देखिस् तँलाई आउँछ किन नआउने हेर अमेरिका जानु जति सजिलो लाग्छ नि तँलाई त्यति गाह्रो छ है यो कुरा यात्रा मलाई त गाह्रो लाग्दैन त्यहाँनिर सर्भाइभ गर्ने इङ्ग्लिस पनि चाहिन्छ तेरो यो ठुटे यो नेपालीले काम चल्दैन त्यहाँनिर कसले बुझ्दैन तेरो यो नेपाली कसले भने मैले अनि इङ्ग्लिस बुझ्दिनँ भनेर मैले भने किन नबुझ्ने हो र तँले इङ्ग्लिस आउनु पनि पऱ्यो नि तँलाई चाहिँ कति नै आउँछ जस्तो तँलाई आउँदैन मलाई सिकाउन आयो फेरि अब तँभन्दा अलिकति धेरै आउँछ है ल ल ल ल सिका त ल भन् ल। ल मैले के जाने ल भन् ल ल ल म किन भन्ने ल भन्न ल त अहिले इङ्ग्लिसहरु कुरा गरौँ न त ल, तलमा ल, ओके, ओके। फर्स्ट यु स्टार्ट यो स्टार्ट या फर्स्ट यु स्टार्ट वाट स्टार्ट ल भन्न भन अब मलाई कुइरीले के सोध्यो भने ल तँलाई खैरीले छ नि खैरी खैरे खैरे कुइरे कि कुइरे टुरिस्ट डु हेभ बोयफ्रेन्ड भन्छ होइन त्यो अनि के भन्नु हरेक कुइरोहरू बोका हुन्छ त्यो बाहिरको यार डु हेभ बोयफ्रेन्ड भन्छ होइन त जस्तै बोकाउँछ हो फेरि बेसी बोल्दै हाल्ने यहाँ सुन मेरो कुरा त्यहाँ खैरीले तँलाई डु हेभ बोयफ्रेन्ड भन्नु सोध्छ होइन तैँले यस आई हेभ माई हस्बेन्ड भन्ने के अरे के भन्ने रे यस आई हेभ माई हस्बेन्ड भन्ने हस्बेन्ड बोयफ्रेन्ड पनि होइन यस आई हेभ माई हस्बेन्ड भन्ने के भन्ने रे एस आई हेभ ब्रदर इन नेपाल त्यसलाई कुइरे चान्स दिनु लाग्छ तैँले अनि त्यस्तो कुइरा आउँदा त अनि किन हस्बेन्ड भन्ने त नि अनि भनेको के मस्त हेन्सम बोयफ्रेन्ड हुँदा हुँदा ब्रदर कुइरेलाई फेरि के कुइरेलाई चान्स दिनु लाग्यो फेरि विदेशी खानु पर्यो तँलाई ओ फेरि टेढै कुरा नगर्न फेरि राम्रो कुरा सिकाइरहेको छु अब अनि- भोलि ए, भोलि गएर तपाईँ अब अमेरिका जालास् अब के कहाँ जालास् अब इङ्ग्लिस चाहिएन म त अनि कुनै- फर्स्ट क्वेसन म तँलाई के सिकाउँछु भनेपछि हेर त्यो कुइरेहरूले तँलाई धेरै तँलाई चाट्नु पर्छ एसियन भनेपछि तेरो फेभरेट हुन्छ कुइरेहरूको ओ त्यसमा मनी पर्छ त एसियन होइन नि अब अफ्रिकनमा पर्छ सुन सुन अब त्यसले डु हेभ बोयफ्रेन्ड भन्यो भने अनि मैले भन्नु आई हेभ माई हस्बेन्ड नो सर आई डोन्ट हेभ बोयफ्रेन्ड भन्नु पऱ्यो नि त आइएम स्टिल सिङ्गल ल आई विल नेभर मेक के भन्छ अनि मैले अहिलेसम्म बोयफ्रेन्ड बनाएको छैन भनेर के भन्छ सिकाउन यति कुरा त जान्नुपर्छ कि यो भनेको त मेरो लागि एकदमै इम्पोर्टेन्ट हो क्या लाइफमा होइन म सिकाउन सक्थेँ तर तैँले मलाई किन यस्तो निराश बनाउँछ जस्तो भनिरहेको छु त कुइरेको अब फर्स्ट क्वेसन नै हेलो ब्युटिफुल हाउ आर यु भन्छ होइन सिधै टेटोरियल मलाई ब्युटिफुल भन्छ यस्तो कुइरेले जसलाई पनि ब्युटिफुल हुन्छ त्यो दुइटा बे गरेकोलाई नि बच्चा भएकोलाई पनि ब्युटिफुल हुन्छ नि अनि मुख टेढो गरेर प्लिज गो फार अवे भन प्लिज गो फार आवर के अरे प्लिज गो फार अवे फ्रम मी प्लिज भन गो फार अवे फ्रम मी अँ। मैले त्यस्तो भन्छु जस्तो लाग्छ प्लिज कम हियर भन्छु मैले प्याड हान्छु अहिले उल्टो अहिले बोल्दा अहिले प्लिज कम हियर एन्ड टक टु विथ मी टक टु मी सरी किन नि भन्छु त्यसको व्यवहार बुझ्नु पर्यो तँलाई पनि तान्नु परेन नि त्योसँग ए त अनि फेरि कुइरेलाई आयो त्यो मुर्गा भनेर त मलाई तान्यो भने त्यसरी आउनु परेको मलाई तँलाई दुइटा इङ्ग्लिस बोल्नु गाह्रो छ तर त म कुइरे त पठाउने उहाँ त्यो अमेरिका गएपछि त नि यस आई हेभ बोयफ्रेन्ड सर आई हेभ हस्बेन्ड इन नेपाल भनेर कहाँ भन्छ त नि हो यही कुरा हो कि हो यही कुराले हो आई डोन्ट हेभ एनी बोयफ्रेन्ड हेर अब जो अब आइ एम स्टिल सिङ्गल भन्ने हो म त मलाई के कुरामा डर लाग्छ थाहा छ हो त जस्तो केटीहरूले हो कि हामी जस्तो केटाहरू मर्नु पऱ्यो काठमाडौँमा नेपालमा किन भन्न हेर केटी यदि के गरेर राम्रो विदेश गयो भने हेर होइन अब उसले त अब उसको बेटर फ्युचर सोध्छ होइन त्यो नेपालमा त्यो 10,000 20,000 खाने त के बस्नु भनेर होइन अमेरिकामा अब होइन लाख कमाउनेसँग हेर्छ कि केटीहरू यस्तो हुन्छ नि होइन बरु केटाहरूले बरु बिर्सिँदैन कि बाहिर गए पनि आएर बे गर्छ होइन तर केटीहरू त्यस्तो छैन कि एकचोटि गयो भने बिर्सिदिन्छ कामै छैन ए केटीलाई मात्रै दोष होइन सबैले त्यस्तो हुँदैन तर 90% चाहिँ त्यही हुन्छ जब केटी यहाँ ए 90% चाहिँ केटीलाई पुरै फुल टु फुल दोष जब यहाँबाट मुभ हुन्छ नि होइन अर्को कन्ट्रीतिर होइन जस्तै कि अब बाहिरतिर होइन जस अलिकति टाढा हुन्छ नि लाइक अब यो नेपालबाट भन्दा बाहिर होइन केटीले के सोच्छ थाहा छ यो नेपालमा बसिरहेको छ म अमेरिका अब यत्रो भइसक्यो होइन यसले त अब 10-15 हजार खाइरहेको छ म यत्रो खाइरहेको छु म यस्तो मुनि लेभलको लागि किन हेर्नु म मेरो लेभलको म भन्दा माथिको लेभलमा हेर्छु भन्छ केटीहरूले जब अनि त्यो ठाउँमा केटा हुन्छ नि हजुर केटा हुन्छ नि भन्नुहोस् न केटाले चाहिँ सोध्छ के सोध्छ म मुनिबाट आउने बेलाले मलाई सपोर्ट गरेको थियो म यसलाई छोड्नु हुँदैन मसँग कोही नहुने बेला पनि यो थियो मेरो साथमा भनेर सोध्छ केटाले चाहिँ राम्रो ठाउँमा पुग्यो भने तर केटीले सोच्नु सक्दैन त्यो कुरा तेरो मलाई डर लाग्छ कि
त्यसो भए एकचोटि मेरो कुरा सुन्छस् तैँले 90% केटीलाई दोष लाग्छ होइन 90%मा केटीहरू यस्तो हुन्छ होइन अनि जुन छोरा मान्छे विदेश गएर होइन उनीहरू अरू केटीसँग लाग्दाखेरि घरको छोरीलाई चाहिँ अनि त्यो छोरा मान्छेले चाहिँ किन घरको बुढीलाई चाहिँ नराम्रो व्यवहार गर्छ त कसले गर्यो छोरा मान्छेले कसरी गर्यो भन् त त्यही त विदेश गएपछि उसले पनि राम्रो गतिलो केटी पायो भने यहाँ बिहा गरेर छोरी छ भने छोरी छ घरमा तर त्यो केटा बाहिर किन केटीसँग हिँड्छ त त्यो चाहिँ किन त्यो भनेको के थाहा छ के होला भन् त त्यो भने नामर्डहरू हो कि नामर्द हो मोडल त्यस्तो गर्दैन केटाले त्यस्तो गर्दैन जस्ट लाइक यु ए जस्ट लाइक यु बुझेस् नि त्यो त थाहा भइहाल्यो नि त्यो हिजो भर्खरै थाहा भइहाल्यो नि सँगै हुँदाखेरि तैँले मलाई चेपारे पार्ने नजिक हुँदाखेरि चाहिँ सँगै हुँदाखेरि तैँले मलाई चेपारे पार्ने टाढो हुँदाखेरि चाहिँ मेरो फोन रिसिभ नगर्ने त तै ल अनि त्यसमा के ठुलो कुरा आएर नगर्दा र मर्दा त तैँले तमै हँस्थ्यो त जस्तो केटाहरूले गर्दा चाहिँ यस्तो हुन्छ कि बुझेस् नि तर जस्तो केटीले गरेर हो म जस्तो होइन ह्यान्डसम केटाहरूले सुसाइड गर्ने छोरी मान्छेले के भन्छ अरे अर्काको अलिकति स्वार्थ पनि हेर्छ किन हेर्छ त आफ्नो कुनै मान्छेले माया आफ्नो कुनै ठाउँमा माया गर्ने मान्छे छ भने त्यो छोरी मान्छेले उसको लागि भने जे पनि गर्न सक्छ कि सायद त्यो मान्छेसँग ल ठिक छ मेरो बोयफ्रेन्ड नि यहाँ आउन सक्छ भने यो मान्छेलाई चाहिँ म अलिकति के भन्छ अरे हुन्छ नि कुरा गरेर यताउति गरेर भए पनि मिलाउँछु भन्ने सोच हुन्छ। कुरामा ठुलो हो क्या अनि त्यही कुरामा छोरा मान्छेले उनीहरूले हामीलाई मेरो गर्लफ्रेन्डले मलाई यतिसम्म गर्यो भन्ने सोच्दैन फेरि यो छोरी मान्छे चाहिँ के यो केटी चाहिँ यस्तो रहेछ है यतिसम्म गरे कि छ्या भन्छ थाहा जस्तो केटीले जब ठाउँमा पुग्छ नि छोरा मान्छे जस्तो केटीले फेरि म जस्तो भनिस् फेरि तैँले के मस्तो मस्तो भने त देखियो नि छोडिदिए म त्यस्तो गर्दिनँ म अमेरिका गयो भने ठिक छ कोहीले आयो भने आइएम स्टिल सिङ्गल भनिहाल्छु त्यो फर्स्टमै भनिहाल्छु तर भित्र मनमा त भइरहेको हुन्छस् त्यो कुरा ठुलो भएन मेरो लागि गयो भने त्यहाँ जाने के ठुलो कुरा हो ए ठुलो कुरा हो ए के ठुलो कुरा हो रोशन सरले चाहिँदैन भने यतिकै पठाइदिन सक्छ तैँले के सोचे सरको कमाइमा नजाने नि अनि सकेन त नि त किन आयो त्यहाँ तँभन्दा अगाडि मै पुग्ला कि जुन चाहिँ यो पशुपतिमा बस्ने अनर छ त्यही मान्छे अमेरिका पुग्छु अरे जुन चाहिँ रात परेपछि बास खोज्दै हिँड्छ त्यो मलाई के रे रात भएपछि बास खोज्दै हिँड्छ अरे अनि के भने त हेर मलाई लास्टै हेप्ने भएको छ नि फेरि धेरै बस्ने बाँदर रे अनेक भन्दैछ पास लिनु हुन्छ अनि मलाई बाँदर नि भन्न सक्दैनस् ला अब त झन् तँलाई लान्न अब तँलाई त छोड्दे आफै बिहा गरेर फर्किने होला मलाई अमेरिका भन्छ कति न तर जति झगडा गरे पनि माया लाग्छ मुखले जसोकै बोले पनि तँलाई कथा छ नि अमेरिका प्लेनमा जाने नि फेरि बसमा होइन नि फेरि म त फ्याटेमा जाने भन्ने सोचिरहेको थिएँ थाहा अमेरिका फेरि प्लेनमा हो नि बसमा होइन नि टिकट काट्लास् नि अमेरिका टिकट काट्लास् नि 1500 काट्दिएन आधी घन्टा लगेर माथि छोड्दैन नि अमेरिका आयो भनेर त्यो त्यस्तो टाइपको बुद्धि छ हेर पातली खेड्दाला है खेड्दाला अनि तर गयो भने तर म सँगै स्ट्रगल गरेर जाने हो यस्तो भन्न त नि उहाँ गएर मैले जिस्काइदिएको पो त म पनि जिस्केको हो त सँगै स्ट्रगल गर्ने अनि सँगै जाने अनि यति धेरै मान्छेहरूको अगाडि होइन जुन मान्छेले हामी दुईजनालाई अहिले दुईजनाले केही गर्न सक्दैन भने नि त्यो मान्छेलाई यस्तो गरेर सिर ठडाएर हिँड्नु बनाउनु पर्छ क्या हो अरू केही अनि त्यसपछि सुरुमा हेर अमेरिका तर म फर्केपछि के गर्नुपर्छ थाहा छ के गर्नुपर्छ बिहा त गर्नु हुँदैन बिहा नभए डिभोर्स गर्ने डिभोर्स होइन कि बिहा गर्ने होइन कि पहिला सुरु अमेरिका गएर आएपछि हामीसँग कमाएको ब्याङ्क ब्यालेन्स हुन्छ नि त होइन अनि त्यसपछि टक्क लगाएर एउटा बिजनेस गर्नुपर्छ नेपालमा होइन अनि बिजनेस गरेपछि ल अब चाहिँ हामी दुईजना चाहिँ ल अब बिहा गर्नेको लाइक भइसक्यौँ भनेपछि बिहा गर्नुपर्छ बिजनेस अब जे हुन्छ त्यही चटपटी पसल भए पनि अमेरिकाबाट आएर चटपटी पसल खोल्ने एउटा हुन्छ नि एउटा सोच एउटा लो लेभलको मान्छे लो लेभलै हो कि अब अमेरिकाबाट आएपछि के गर्ने चटपटी ठेला पसल खोल्ने ओए तर के भन्छ नि थाहा नेपालमै बसेर मान्छेहरूले चटपट र पानीपुरी गरेर पनि यत्रो घर ठडाको मान्छे फेरि घरतिर के दमौलीमा बुझिस् नि दमौलीमा हो त्यति साह्रो त्यो के भन्छ छि भन्नु पर्दैन छि हैन सक्छ अब अमेरिका तँलाई नि चटपटी त मनपर्छ नि खान त जान्छस् नि त्यही पैसा दिएर हा अनि त्यस्तै त हो नि अब हामीले मिठो बनायो भने ग्राहक हामीतिर आइ गर्छ हामी पनि त हो ठिक हो अब हल्का स्ट्यान्डर्ड तरिकाले भन्नु एउटा राम्रो रेस्टुरेन्ट खोल्ने त्यो रेस्टुरेन्टमा साइडमा ठेला पनि होस् चटपटीको होइन त्यहाँ पानको पनि होस् सप होस् होइन बरु एउटा रेस्टुरेन्ट खोल्ने राम्रो खोल्ने होइन लन्ड्री खोल्ने लन्ड्री खोल्ने पहिला तेरो दिमाग पखाल्नु अरूको लुगा पखाल्नु भन्दा अगाडि
धेरै लेक्सी र म्याग्ने लुगा धुन जान्छन् क्यारे तिनीहरूलाई नि हाम्रै पसलमा तान्नुपर्छ उनीहरू अर्कालाई 500 हो भने उनीहरूलाई 1000 मा बनाउनुपर्छ तिनीहरूको साइज त्यसरी हो कि बिजनेस बढाउनु साइज डबल छ त डबल पैसा लागिहाल्छ नि दुवैको साइज डबल छ त डबल पैसा लाग्दैन म औषधि लिन जाऊँ न के को टन्सिलको हिजो तिम्रो भनेको ससिस नखा भने त हो नि खान्छ त्यस्तै ससिस चिल्लो घाँटी दुख्यो लास्ट म टन्सिल पीडित हो नि फेरि त के पिडी म सबै कुरामा म धेरै रोगी छु तर वास्तवमा भन्नुपर्छ थाहा मेरो यो घरिघरि यो राइट ह्यान्ड होइन मैले केही लेखिरहेछ भने केही गरिरहेछ भने मेरो यो राइट ह्यान्ड राम्रोसँग चल्दैन नि हो अलि त्यो अलि हुन्छ नि भित्र एकदमै कमजोर भयो जस्तो फिल हुन्छ क्या यसलाई चाहिँ यसको मिनिङ चाहिँ होइन तँलाई केही न केही बाँकी हो घरिघरि मेरो काल नजिक छ जस्तो लाग्छ ज्यापले तेरो र मेरो जिन्दगी त आधी बाटोसम्म मात्रै हुन्छ जस्तो लाग्छ त्यस्तो नभन्न हावा हावा कुरा बोल्छ आधी बाटो भयो भने पुरै बाटो भयो भने म साथ दिउँला नि तँलाई मेरो तेरो र मेरो जिन्दगी होइन जतिसम्म लेख्या त्यतिसम्म मलाई राम्रै ट्रिट गर है जे जस्तो भयो नि यदि म मरिहालेछु भने पनि मेरो चेन डाँडामा आएर चाहिँ मलाई सम्झिए आँसु चाहिँ नबगाए फेरि तेरो फेरि त्यो चेन चाहिँ छ नि त्यहाँ डाँडा काँडातिर हुनुपर्छ है डाँडा काँडामा हुन्छ किनकि म त्यहाँ एक्लै गएर बस्न चाहन्छु भन्दाखेरि अगाडि म चिक्लिलाएको छैन यसलाई यत्रो भएर आएको थियो त हेर पातले यस्तो कुरा नगरे म होइन म सिरियस हो कि एकदम होइन किनकि म अलिकति सुनै राम्रोसँग किनकि म अलिकति रोगी छु नि त अनि रोगी होइन भोगी चाहिँ सस्तो रोगी भोगी सबै छ कि मेरो जिन्दगीमा होइन त्यही पनि अब हुन्छ नि अब यति म मरिहालेछु भने तँभन्दा छिटो मरिहालेछु भने मेरो चेन डाँडामा आएर चाहिँ दुःखको आँसु चाहिँ नपोक तेरो जिन्दगीमा के भएको छ भनेर त्यो खुसीको कुराहरू चाहिँ सुन अनि त्यो खुसीको आँसु चाहिँ हालै मेरो चेन डाँडामा खुसी नै छैन भने के खुसीको कुरा सुनाउनु त्यही त खुसी नै छैन भने त अब कि मनमा शान्ति हुनु पर्यो कि शान्ति पनि भएन भने कसरी बाँच्ने जिन्दगीमा त्यो शान्ति होइन है त्यो शान्ति शान्ति के शान्ति के मनमा शान्ति के शान्ति नै भयो भने जिन्दगी छैन मैले मेरो शान्तिको कुरा गरेँ नि कस्तो यसलाई न्यू खोज्नु फेरि मलाई म हेर एकदम सिरियस पुगिहालेर फेरि तेरो त्यो शान्ति तामा भन्न खोजेको ल मैले मनको शान्ति भने नि फेरि भेट्ला फेरि त धेरै होला शान्ति नाम नलिए ल ओम मन ओम ल मनमा ओम छैन पिस छैन भने अब पिस म अब खुसी छु मनमा पिस छैन भने हैन मनमा अब पिस छैन भने म कसरी बाँच्न सक्छु त पीडाको आँसु लिएर त्यो हो नि त कुरा म भने तेरो त्यो च्यानको नजिक खाल्टो खनेर आफै पुरेर मर्छु हो त्यस्तो होइन के हामी दुईजनाले देखेको सपनाहरू पुरा गर्न सकेन भने तैँले एक्लै भए पनि ल यो जोया चाहिँ मेरो पाताली चाहिँ मेरो साथमा छ भनेर नै अगाडि बढ दुःख चाहिँ कहिल्यै मन नगर तर मेरो चेन डाँडामा फुल र पानीपुरीको डल्लो चाहिँ लिएर राख्दै त्यति मात्र मुस्ताङ तोपसुप ल्याएर राखिदिनु पर्दैन फेरि त कस्तो म सिरियस हुनै नदिने तैँले अनि तेरो त फेभरेट भने होइन म फेरि मुस्ताङ पुग्नु अनि फेरि हरेक तँलाई भेट्नेलाई चेन्डालामा भेट्नेलाई एक मुस्ताङ पुगेर आउनु म जहिले होइन केही छैन त्यो लिएर आए पनि अब खाएकै हो अनि अर्को कुरा चाहिँ अनि अब म तँभन्दा छिटै मरिहालेछु भने यसले मलाई चाहिँ माने विचार हो कि क्या हो खालि मलाई होइन सुन्नु होइन यदि म मरिहालेछु भने नि तँभन्दा छिटो मरिहालेछु भने त तेरो बिहा अरू कोहीसँग हुँदैछ भने पनि म केही न केही बनेर आउँछु त्यो चिज चाहिँ मेरो बुढीलाई मारिदिन्छु तँलाई उतारेर पछाडिदिन्छु भने मलाई हो यो त कस्तो हो भनेको के एउटा ठिक कुरा गर्नु नि म अब तेरो बिहामा अरूको अब जिउमा अब सुन त्यस्तो भन्न खोजेको होइन कि तँभन्दा छिटो यदि म मरिहालेछु भने तेरो कोहीसँग बिहा हुँदैछ भने त मैले भोलि पक्को यसो सराब लाग्ने भोलि पक्को भयो भने पस्नु तँलाई मेरो केटाहरूले यस्तो नदिने हो ल भन् ल यदि म मरिहालेछु भने होइन म पुताली बनेर भयो नि तेरो साइडमा वरिपरि घुमेर आउँछु पुताली भनेर चाहिँ मलाई नमार भनेको के फेरि नमार भन्न खोजेको फिल्म जस्तो हुँदैन नि नानी के थाहा जे भयो नि आउला नि त्यतिखेर सोच्नु आउने यो खाली मलाई छिटै भन्नु मन छैन कि सँगै कटाउनु सके बुझिस्
भयो भने यसरी नै जोडिनु मन यस्तो छ कि अब मोनी बास्ने कुरा नगरेकै पातरले कसले देखेछ भोलि के हुन्छ भनेर हुन त म भन्दा छिटो त मरिस भने फेरि म के त्यही गर्नु भने अब बाहिर मलाई सुन नि त अनि कुरा सेयर गर्न त के छ तेरो मनमा चाहिँ मेरो मनमा के छैन मेरो मनमा चाहिँ अब यही हो हेर पातरले है अब मम्मी बाबा हुनुहुन्छ हेर अब उहाँ पनि बुढाबुढी भइसक्यो होइन अब लाइक अब कति मलाई पालोस् त होइन त्यही भएर मर्दिन खोजे सुन यत्रा मर्छ सुन सिरियस कुरामा त सिरियसै हुँदैन ओ कस्तो हुँदो रहेछ म सिरियस हुँदाखेरि भोलि नै म चिप्लिन्छु रे त्यो चिप्लिन्छु रे म सिरियस हुँदै तैँले किन मलाई बिचा बिचा मुस्कान लिएर मनको कुरा भन् भनेर आफै यत्रा नि भन्दिनँ ल अब ल म चाहिँ होइन नभन्ने मान्छेले जबरजस्ती बनाउँछ अब सिरियस भएर भन्दा अब आफै कमेडी हान्छ अनि म सिरियस हुँदा चाहिँ किन तैँले बिचा बिचामा थपिरहेको त कुराहरू अनि तेरो मुखिनी पनि थप्नु मन लाग्छ मलाई तेरो थप्दाखेरि त्यही थप्न मन लाग्छ पो त कति न ऊ चाहिँ सिरियस रे के सोधेको त सिरियस रे मैले भन्दाखेरि चाहिँ म सिरियस हुँदा चाहिँ उसलाई चाहिँ केही जस्तो नलाग्ने तैँले धेरै हँसाइरहेको छ आजभोलि किन थाहा आजभोलि तेरो माया अलि बढी भएको आज त साइको चाहिँ भएको कि तिमीलाई कौसो देखाउने बिर्स्यायो त्यस्तो लाग्न थालिसक्यो नि कहिले म मऱ्यो भने भनेछ फेरि यस्तो नि भन्छ होइन म छिटो तैँले मर्नु सक्छु के भन्यो अब यस्तो भन्दा म मर्नुभन्दा अगाडि मैले पुरा सबै कुराहरू सेयर गरिसकेँ नि त तँलाई पानीपुरी चाहियो फुल सजाइदिए म मरेको चेन डाँडा सफा गरिदिएँ भन्न खोजेको अनि फेरि अब म भन्दा छिटो त मरिस भन्दा तेरो मनको कुरा मैले बुझाएन नि तँलाई एउटा कुरा भन्नु म मेरो आमा बाउको सपना पुरा नगरेसम्म म मर्दिनँ त्यो त भगवानको देखाएर के थाहा म मर्दिनँ ल एमराजले तँलाई अहिले भर्खरै लान सक्छ कि खै त्यो हो नि त कुरो त एमराजले त्यही हो एमराज मेरो आधी जिन्दगी खाइसकेपछि त कति खानु पनि तँलाई राम्रो कुरो भन्दाखेरि अनि म मर्दिनँ अरे कुन चाहिँ मान्छे अहिलेसम्म मरे छैन भन्न म मर्दिनँ भनेर ढिपिटाएर भयो तस्तो गरेर मर्ने हो कि सास फेर्नु गाह्रो भएर ल भयो नफेरिकन बस फेरेर बस जेसुकै गर म चाहिँ तेरो सास पनि डबल फेर्छ होला तँ त छिटै मोटो होला मान्छे पनि मोटो छ सास पनि मोटो आउँछ होइन जिन्दगी छोटो हुन्छ म त अमेरिका जाने भाइ जा गाडी चलेर म 1500 टिकट काटिदिन्छु अमेरिकामा ठ्याक्कै ल्याइनु जस्तो ओइ झ्याप्लो भन्छु अनि आई लभ यु झ्याप्लो हेर त तिम्रो सपना मैले पुरा गरिदिएँ भनेर टक्कै भिडियो कलमा देखाइदिन्छ सुन्न पादली अमेरिका यता सिङ्गामङ्गलबाट जान्छ है यता फेरि बस पार्कको लागि सिङ्गामङ्गल सिङ कता हो सिङ्गामङ्गल भन्ने एयरपोर्ट साइडको हो सिङ्गामङ्गल भने ए फेरि त बस पार्कको क्लास नि फेरि प्लेन चढ्ने फेरि बाई मलाई पिसाबले चाप्यो धेरै कुरा सुनेर मलाई टन्सको औषध देखाइदिएँ ल है ल पिसाब फेर्न जानु त कसलाई सुनाएको तल सुनाएको कि म पनि जाउँ भने भित्र लान्न त जस्तो बोकालाई त तिन के काम गरे होला काम नपाएर साथै उडाइदियो तिमी डरायो क्या हो कहाँ म डराउनु डरा जस्तो एक्टिङ पो म डराउँछु जस्तो लाग्यो के थाहा नि म देखेर मान्छे डराउँछ केटी मान्छे त एउटा कक्रोच देख्यो पनि डराउँछन् त्यो कक्रोचलाई त मस्तै हानिदिन्छु छेपारो देखे त डराउँछन् छोड्यो काम नगर काम म गर्छु ओके होइन म अलिकति तिमी आरामले बस न यसो गर नि त तिमी तल गर्दै गर नि त म गर्छु नि त। No, I will do it. यसो You तिमी sit there. No, otherwise you can sit here. हम काम करेंगे आप हमारे साथ बात करो बात करते करते टाइम भी निकल जाएगा फेरि हेर न जे नगर भने त्यही गर्नुपर्ने अनि यसो भन्दा तिमीले तरकारी बनाएपछि मैले भात पकाउने के ठिकै छ। अनि तिमीले पोछा हानेपछि मैले झाडो लगाउने ठिकै के छ आई एम ह्यापी के हो यो घाँस हो यसले तिमीलाई कति धेरै तागत दिन्छ मासु खाएर तिमीलाई त्यो तागतै मिल्दैन बुझ्यौ अर्ग्यानिक बोडी बोडी
केरा हो यो बोडी पो भन्छ कुनै गले चाहिँ यसलाई केरा देख्यो तिमीले चाहिँ म चिन्दिनँ केरा यस्तो हुन्छ हो यस्तो दाना त भित्रबाट दाना निस्किन्छ कसरी निस्किन्छ दाना दाना त अलरेडी हुन्छ नि त हो त्यो त दाना केरा मात्रै दाना हुन्छ नि तिमी केरा र बोडी चिन्दैनौ मासु चाहियो क्या मलाई मासु बाघलाई मासु चाहिन्छ मासु चाहिन्छ बाघलाई जतिखेर घाँस खुवाएर यसले त गाई बनाउने रहेछ है बाघलाई मासु अब म घट्ने प्रोसेसमा छु मेरो यत्रो मासु खाइसक्यो तिमीले अब के मासु खानु पर्यो तिमीलाई अझै त्यत्रो मेरो मासु खाएर पनि पुगेन त्यो मासु फाल्टे कुरा हो त्यो मासु फाल्टे कुरा हो मैले कुखुराको मासु भनेको कुखुराको मासु भनेको खसीको मासु भनेको ल बरु यो के लौ आलु तास ल प्याज किन तास्ने मैले आलु हो प्याज होइन इत्रु छ त प्याजै जत्रो नि फुस्के क्या तिम्रो चाहिँ म फुस्किसक्यो नि म खान्नै यस्तो सब्जी मलाई मासु चाहिन्छ टमाटर देखाउँदै प्याज भन्छ कस्तो प्र्याङ्क हानेको मलाई मासु चाहिन्छ अरू त्यही हो यो टमाटर देख्यौ अनि यो चाहिँ मासु नभएर आँखा यो के देख्न थाले यो चाहिँ प्याज होला नि त्यो त एकदिन चाहिँ ढल्ने नाटक गरिबस्छ प्याज टमाटर बोडी यो के हो यो मलाई मासु चाहियो क्या मासु चाहियो म चाहिँ के हो मलाई मासु के म चाहिँ के हो टमाटर जस्तो छ रातो न रातो छ टमाटर हो तिमी मलाई मासु चाहियो बाघलाई मासु चाहिन्छ बुझ्यौ बाघलाई मासु चाहिन्छ मासु नखानु पाएर यहाँ जिब्रोबाट नि कस्तो टाइपको क्रेभिङ तल 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 लागिरहेछ तिमी मासु खाएर सुँगुर मोटा जस्तो मोटाइसक्यो तर तिमी त आतङ्कवादी हो यार के भनेको यो मान्छे मासुमा पनि आलु हाल्नु खोज्छौ साग हाल्नु खोज्छौ त्यो आतङ्कवादी हो त्यो मासुको प्युर टेस्टै पाइन्न क्या त्यस्तो मासुमा भेज मिसायो भने टक्क त्यसमा त्यो जतिको ठुलो आतङ्कवादी कोही होइन मासुको टेस्ट मासुकै मात्रै हुनुपर्छ अरूको हुनै हुँदैन तिमीले एक्लै काम गर्नुपर्छ भन्ने छैन नि त काम त मलाई यतिको पार्टनर भयो जिन्दगीमा केही चाहिएन क्या काम त मैले पनि गर्नु पर्यो नि त मेरो जिन्दगीमा बहार आयो तिमी झाडु लगाइरहेको छ त मैले पोछा हान्नु पर्यो होइन त्यसपछि पो पोछा होइन यु जस्ट डु वान थिङ त्यहाँबाट पानी अलिअलि लिएर आएर छर्किदेऊ न म पुस्छु भयो तिमी एक्लै काम गर्यो भने थाकिहाल्छ नि त यस्तो यतिको पार्टनर पायो भने चाहिँ एकदमै दामी नै हुन्छ क्या त्यहाँ पोछा लगाउन आउँछ तिमीलाई होइन आउँछ हो आई विल डु इट त्यो पानी चाहिँ छर्किदेऊ न यसरी मिलेर काम गऱ्यो भने काम गरे जस्तो पनि हुँदैन रमाइलो पनि हुन्छ काम गरेको अनुभव हुँदैन क्या पानी कति हाल्ने पानी कति हाल्ने त्यसमा हातले थोरै अघि हातमा ल्याऊ भयो यहाँ सबै गरे हो छैन ए गऱ्यो गरेको अनि सुन न तिमी अहिले मलाई इम्प्रेस गर्नलाई मात्रै त गरे होइन नि काम अरू बेला त गर्छौ नि घरमा सबै काम मै गर्छु हो अनि तिमी लाइक बिहे गरिसकेपछि के प्राय बुहारीले नै गरोस् भन्ने सोच हुन्छ नि त आमा बुवाको अनि त्यो बेला पनि मलाई हेल्प गरेर सघाउँछौ कि अब आमा बाउको अगाडि चाहिँ हेल्प नगर्ने अनि पछाडि चाहिँ हेल्प गर्ने गर्छु घरमा सबै काम मै गर्छु साँच्ची अनि तिमी गएपछि त मलाई झन् सजिलो हुन्छ हो मम्मी बाबाले नि घरमा काम गर्ने नै मै हो मलाई भनेको अरूले पनि गर्छ अनि तर मैले धेरै काम गर्छु क्या ए हो अनि तिमी गयो भने धेरै सजिलो हुन्छ भेरी गुड मिलेर गर्नुपर्छ अनि भोलि पर्सि म प्रेग्नेन्ट भयो भने चाहिँ कसरी हेर्छौ त्यो बेला त सबै काम तिमी एक्लैले गर्नुपर्छ यसरी हेर्छ थाहा छ नि कति गाह्रो छ यसरी हेर्छ होइन यसरी हेर्छ यो मान्छेले त न्युटेला पनि हालिदिँदो रहेछ मासुमा त त्यसो कुकलाई सिकाउँछौ तिमी कुक केराउलाई सिमी भन्छ घरि के भन्छ कुक पो हुनु अरे यो बोडी हो क्या बोडी मैले जहिले यो हरियो परियो खाएर यो भइसक्यो क्या मेरो आँखाको उयो नै गइसक्यो आँखाको नानी गइसक्यो मैले धेरै हरियो खाएर मलाई मासु चाहियो कति बोल्दो रहेछ प्यार 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 दिन्छु होला अनि जहिले यस्तो खानु भन त कति भयो हप्तामा एक दिन त मासु खुवाउनु सक्छौ नि त सक्दैनौ
तिमीलाई जिन्दगीभरि मासु खुवाइरहेको छु मैले के को हप्ताको कुरा गर्छौ तिमी त्यो मासु फाल्टै हो त्यो खाएर पनि सुकिसकेको झन्डै सुक्नु आँटेको छु म त्यो मलाई यो सब्जी चाहिँ भएन मलाई मासु चाहियो अब कि म खाँदै खान्न यो आँखा बोलेको हल्ला नगरेर दिन्छु नि अनि भोक लागिरहेछ त्यस्तै सब्जी हेर्दा मलाई आलु चाहिँ तास न मैले घरमा नि जे भन्यो त्यही पाएको यो घर हो बिहाबाट निस्केपछि त तिम्रो म घरै हुन्छ नि होइन बिहे गरिसकेपछि त कस्तो कुरा गर्छौ भएन मलाई मन परेन तिम्रो कुरा आलु तास्न सघाउन अनि पो छिटो छिटो हुन्छ त दुईजना मिलेर गरेपछि पो छिटो छिटो हुन्छ त म छुन्न यस्तो मेरो छुयो भने हात कुहिन्छ यस्तो छुने कामै गर्दिनँ म ए तिमीलाई यो छुयो भने कुहिन्छ तिमीले खायो भने चाहिँ तिम्रो पेट भरिन्छ त्यसो त नखाउनु त खानै नखाउनु आँखा कमजोर भइसक्यो क्या मेरो यस्तो खाँदा खाँदा हरियो पर्यो धेर खाएर हप्तामा एकचोटि त मासु देऊ न यार पहिलोचोटि मासु खानु नपाएर जिन्दगीमा हरियो पर्यो खायो भने हो मलाई मासु चाहिन्छ क्या आँखा तेजिलो बनाउनुको लागि स्ट्यामिना बढ्नुको लागि आफै भन्छु त स्ट्यामिना चाहियो भनेर मासु खाएपछि स्ट्यामिना चाहिन्छ स्ट्यामिना हुन्छ बडी स्ट्यामिना त तिम्रो सेक्स एपिल बढ्छ एपिल सेक्स भनेको होइन ए डटी मान्छे छ क्या यसको कस्तो लास्ट नटी छ यो केटी स्ट्यामिना त तिम्रो जे खाए पनि बढ्दैन क्या जति बढ्नु जहाँ लाग्नु जे लाग्नु जति लागिसकेको छ तिम्रो बुझ्यो कि नै मेरो यहाँनिर आँखा पोलिरहेको छ यार आउ बरु प्याज काटिदेऊ टमाटर भन न यस्तो इजी टमाटर हेर है म भन्दैछु म यो खान्न मासु लिएर बाहिरबाट जाउँ म काटिकै गर्छु त्यतिखेरसम्म चाहिएन भिटामिन ए जसले खान्छ त्यसले पो लिएर आउँछ त तिमीले लिएर आऊ न त मैले यत्रो के लाग्यो किन भयो भन त पछि छोराछोरीको आँखा जिउहरू चाहिएन तेजिलो डह्रो यस्तो खाएर हुन्छ घाँसपात खाएर हुन्छ घाँसपात खाएर बाघले मासु खाएर बाघै जन्माउँछ भन्ने थाहा छैन अझै कस्तो तिमी बाघ जन्माउने कसले गफ लाग्यो तिमीलाई तिमी बाघ भनेर इफ तिमी बाघिन भने चाहिँ बाघै जन्मिन्छ होइन तर फेरि स्याल पर्यो भने पो को नि तिम्रो गफ हो त्यही भएर मासु खानुपर्छ बाघ हुनुको लागि तिमी पनि खाऊ न मासु खाऊ मजाले त्यसलाई फ्राई गरेर सुरुमा तेलमा ओहो गजब हुन्छ बाहुन भने जस्तो कुरा नगर हेल्प गर्यो भने छिटो छिटो हुन्छ पाइन्छ आँसु आयो काट्नु जान्नुपर्छ क्या पकाउनु जान्नुपर्छ हेल्प गरेर गरेर भनेर ठुलो कुरा होइन तिमी खतरा कुक तिमी खतरा पकाउने मान्छे तिमी पकाउन त खाइदिनु मलाई मासु भयो भने मात्रै एनर्जी आउँछ ए गले मासु ल्याउने नल्याउनु पहिला भन्न टचर दिएको तिमीले आम्मा म टचर भयो मासु ल्याऊ भन्दाखेरि तिमीलाई टचर हो अनि बिहानदेखि म यहाँ सब्जी केलाको हो केला केही छुएर तिमीलाई त मासु चाहियो रे यो केरा गरेर केलाउनु कुन ठुलो कुरा हो र केरा हो यो के हो त यो हेर्दा के हो देख्यो ऊ आँखा नै गइसक्यो क्या म चिन्दिनँ मासु नभएर यसरी क्या यसरी हेर्छ होला नि त केरा हात राख्नु कहाँ त अनि यसरी हेर्नु त यसरी त हेर्नु भएन नि त यु आर भेरी गुड एट जोकिङ जो गरे होइन क्या यसरी हेर्छु नि अनि कसरी हेर्छन् भनेपछि कस्तो डरेर आएको हो नहेर लप पर्ला फेरि ल पर्ला अर्कै खालको लप भने फेरि कन्ट्रोल नहोला फेरि यत्रो उमेरसम्म कन्ट्रोल गरेर राखेको छु कन्ट्रोल नहुनेपछि अनि पहाडहरू डाँडाकाँडाहरू सब चढेका हुन्थे तराई बेसी सबै भ्याइसकेका हुन्थे कन्ट्रोल नहुने भयो त मैले भन्न खोजेँ आँखा जुदी हेर्ने लप पर्छ नि त त्यो हेरेको राम्रो हो नि त खै जुदाउ न नजुदा भन्यो भयो त्यति घोड्नु पर्दैन किन नपर्नु जाँदै गएन त खै त मलाई आइडिया छ माथिबाट उसले खुट्टाले छु त म हुँदा हुँदै तिमीलाई के को पिर गरौँ त हर्पिक लिएर आऊ न
कहाँ यसमा हात बिग्ले गर्छ यार होइन के अरे टाइल सफा गर्ने के एसी पर्दैन हो तिमीलाई इनर्जी नभएर हो कि जस्तो लाग्यो मलाई एनर्जी भयो होस् एनर्जी नै छैन अनि छ एनर्जी छ तिमीले त्यत्रो खाना खुवाइदिए होइन त्यसलाई एनर्जी भन्दैन अनि केलाई भन्छ त सफा गर्नुलाई क्या जस्तो काम गर्दाखेरि एनर्जी हुन्छ नि त त्यो एनर्जी हो क्या हग के कस्तो मान्छे यार हग गर्नलाई एनर्जी चाहिन्छ काम गर्नलाई एनर्जी होइन ल पिठो मिच्नु पर्यो त्यति बेला एनर्जी चाहिन्छ नि त पिठो मिच्नु होइन मुच्नु पर्यो ए म त मिच्नु भनेको मुच्नु भन्छ नि मलाई जे भयो नि त्यो गर्दा एनर्जी चाहिन्छ होइन अनि त्यस्तै कामहरू गर्दाखेरि क्या फेरि हाम्रो त ठुलो घर छ नि त अनि त्यो ढाइतलाको तिम्रो घर पो कहाँ अरे मेरो घर नेपालगञ्ज हो नेपालगञ्ज म गएको छु त्यहाँ गएको छौ कुन ठाउँ गएको छ नामै बिर्सेँ के गर्यो त्यहाँ गएर मेरै घर हेरेर आयो क्या होइन मेरो घरमा भन्न मिल्दैन त्यसै के छ तिमी फोन गर्नुभन्दा पनि त्यहाँ घुमेर यसो आएर आयो क्या मेरो साथीको घर छ हो अनि म त्यहाँ गएको थिएँ घुमेको थिएँ 2-4 दिन बसेको थिएँ अनि फर्केको थिएँ कुन ठाउँ नेपालगञ्जको खै कुन एयरपोर्ट भन्दा यता नजिकै के गर्नु एकै ठाउँमा कति कोठा हानेको हो यो सबै त भयो चिटिक्कै भयो यो एरिया चाहिँ अलिक फोहोर भयो कि के गर्नु यो चाहिँ के काम हो र त्यो बाथरुमको पनि गर्नुपर्ने हो पर्दैन बाथरुमको मैले गर्छु तिमी चिन्ता नगर्नु ल ठिक छ तर तिमी मलाई हर्पिक हाल्ने धेरै बानी परेछ क्या म हर्पिक हालेर गर्छु क्या मजाले सफा गर्छु सफा गर्नमा त एकदम थाहा छ ब्राउन तिमी आएदेखि म क्या खुसी भएको छु नि हो कि सफा गर्ने मान्छे पायो भनेर त्यो भएर होइन हौ अब कुराहरू गर्न छोड्दियो कुरा मासु भयो भनेको मासु इज लभ सुन न रुम के भयो साथी तिमी रुम के गर्यौ हेर्नु गएको एक ठाउँ चाहिँ हेरिरहेको छु यो बानेश्वर एरियामै छ के अरे अलिक 70,000 भन्ने छ मन्थली फुल फर्बिस्ड 70,000 फुल फर्बिस्ड पानीको त्यसमै बिजुलीको त्यसमै वाइफाई त्यसमै पार्किङ छ 70,000 तिमीलाई यो दिमाग चाहिँ कहाँबाट आउँछ है वयात कुराहरूको कस्तो वयात तिमी मेरो रानी होइन म र तिम्रो राजा होइन राजा रानी कहाँ बस्छ महलमा बस्छ हेर म्याग्ने गफ हाके जति सजिलो जिन्दगी हाँक्न हुँदैन होइन अलिकति सस्तो हेर काम छैन त्यत्रो ए बाबा फर्बिस रुम हो पानी बत्ती सबै त्यसमा इन्क्लुड पार्किङ छ यहाँबाट बाहिर निस्किसक्दा भनेको डाइरेक्टको गाडीहरू पाइन्छ काठमाडौँमा चल्नु सजिलो हुन्छ क्या त्यस्तो गरेपछि चाहिँ तिम्रो यस्तो ननसेन्स दिमाग कहाँबाट आयो मलाई कस्तो ननसेन्स दिमाग हो तिमी मेरो रानी हो म तिम्रो राजा दुईजना राजा रानी कहाँ बस्छ महलमा बस्छ महल चाहिएन सर्भिस चाहिएन बिस्तारै सामानहरू जोड्दै जाने हो एउटा गरेर बिस्तारै आफ्नो बनाउँदै जाने हो बुझ्यौ अनि नर्मल रुम हेर धेरैमा अब कति पर्ला वर्ष कि त 5,000 हेर भन्छु मैले 5,000 यस्तो क्या तिमी त्यो पैसाको टेन्सन नदेऊ न म गर्छु त म दुःख गरेर गर्छु म जसरी भए पनि गर्छु त्यहाँ बस्ने औकात त छ घर बनाउँछु नि त म जसरी भए पनि बरु त्यो हेर अरूलाई दिने पैसाले आफू सेभिङ गर्यो भने पछि भविष्यमा काम लाग्छ अहिले त्यस्तो खालको उयो गर्ने होइन कि अब म तिम्रो रानी हो भन्दैमा के महलमै गएर बस्नु त त्यस्तो के म नसक्ने म सक्छु क्या अब म तिमीलाई किन अरू के अरे झुपडीमा राख्छु तिमीलाई राख्छु नि राम्रो ठाउँ राम्रै रुम आउँछ के 5,000 मा राम्रै रुम आउँछ धेरै ड्रामा नगर आउँछ काठमाडौँमा हेरेको छैन फोनतिर 5,000 मा त त्यो टोइलेट हो कि रुम हो जस्तो खाली कोठाहरू पाउँछ यतातिर होला नि त 10,000 8,000 सम्मको त ठिकैको रुम पाउला नि त त्यहाँभन्दा बढीको चाहिँ हेर्ने काम छैन है माग्ने त्यो तिमी रुम थोडी रुममा बस्छ राजा रानी फ्ल्याटमा बस्छ कुरा गर्छ म्युचुअल अन्डरस्ट्यान्डिङहरू मिल्यो होइन आज धेरै हाँस्यौँ पनि है खुसी पनि भएँ म हामी बिच कुरोहरू पनि एकदमै रमाइलो भयो क्या अनि इभन झगडाको त पनि आएको छैन क्या मेरो पहिलाको पास्ट रिलेसनसिपमा त झगडा वाक्क त्यहाँ सबै छ त्यहाँ यतातिर मात्रै हो यहाँ त्यहाँ चाहिँ पानी छ झन् तिमी भन न मात्र तिमी जहाँ भन्छौ म त्यहाँ पुच्छा लगाइदिउँला
जे झगडा पनि भएन यतातिर त्यही भएर चाहिँ मलाई एकदमै खुसी लाग्यो यतातिर छ क्या यतातिर ए बाबा गर्छु के पालो गर्छु त्यो फिल्मको याद आयो यता यता भन्दाखेरि अतिथि तुम कब जाओगे भन्दाखेरि त्यो पुरा काम गर्नेले यता गोड उता गोड भन्छ नि होइन मैले मोनाजी आऊ भने होइन क्या उयो छेउतिर छ भने क्या त्यो म गरिहाल्छु नि हामी बस्ने रुम हो आखिर सफा त म गरिहाल्छु हो किन डराएर के हो त म सक्छु त तिमीलाई सक्छु म के अरे दुःख गर्छु खट्छु तिमीलाई पनि त मलाई राम्रो ठाउँमा राख्नु मन छ नि होइन कहाँ जाप पाइ तिमीलाई राख्नु मन गर्छ त मलाई तिमीलाई मन छ होइन मन त मलाई पनि के छ झन् अब जस्तो मन छ भनेर अहिले पो त्यो सेभिङ गरेर पछि आफ्नो ड्रिम पुरा गर्ने एउटा अहिले नै न कमाइ छ न धमाइ छ अनि सेभिङ पनि छैन केही पनि छैन अलिअलि भएको सेभिङ पनि अनि अहिले नै त्यो त्यत्रो खर्च गर्यो भने पछि के हुन्छ हुन त हालत यस्तो क्या के अरे अब यहाँबाट निस्किसकेपछि केही न केही जब हुन्छै हुन्छ मसँग आई क्यान अस्योर विथ द्याट ग्यारेन्टी नै दिन्छु होइन जब हुन्छ अनि जब भइसकेपछि के हुन्छ त मजाले एफोर्ड गर्न सकिन्छ नि त त्यो त ठुलो कुरा होइन यस्तो नि त कस्तो तिमीले कस्तो कुरा नबुझेको मेरो के अरे ल तिमी महिनाको 1 लाख रुपियाँ नै कमायो भने पनि होइन त्यहाँभन्दा धेरै त कमाउँदैन भएर धेरैमा ल 1 लाख कमाउ लाउ राम्रै ठाउँमा जब पायो भने त्यो पनि पोसिबल छैन 25,000 चाहिँ स्यालेरी हुन्छ कि जस्तो लाग्दैछ मलाई धेरैमा होइन तिमी 1 लाख कमाउने भयो भने पनि तिमी बस्ने भनेको 1 लाख कमाउँदा 10,000कोमा बस्न सक्छौ कि तिमी त्यहाँभन्दा बढीमा होइन क्या पैसा डजन्ट म्याटर क्या पैसैको खेल छ यहाँ पैसैको संसार छ अनि कस्तो पैसा डजन्ट म्याटर अब हेर यहाँनिर तिमीले काठमाडौँमा भनेको सेटल भइसकेपछि के हुन्छ सामान किन्दा के हुन्छ आफ्नो घर हुँदैन आफ्नो घर भइसकेपछि नभएपछि के हुन्छ त्यो सामान लिएर त्यो घरबाटले कतिखेर निकालिन्छ के गरिदिन्छ हो कि भन त त्यसो गर्दाखेरि त्यो सामान लिएर चाहिँ कहाँ कुद्नु राति उदी तिमी 70,000 रुमलाई होइन मेरो पोइन्ट अफ भ्यूको कुरा सुन न घरबाटले राति निकालिदियो अरे आधा रातमा होइन आधा रातमा निकालिदियो तिम्रो सामान छ फर्निचर टन्नै तिमीले जोडेको छौ कहाँ लिएर हिँड्छौ राति उदी एटलिस्ट फर्बिस रुम भइसकेपछि त उनीहरूकै हुन्छ नि त सामान सबै त्यो लजिकल छैन कुरा निकाल्यो भने कुटुटु भाग्नु निस्क्यो होटलमा बस्यो एक दिन भोलिपल्ट कोठा गउँछ ननसेन्स कुरा गरेको म्याग्नी म त कस्तो धेरै बुझ्ने कति धेरै सोचेर अगाडि पाइलाहरू चाल्छ जस्तो लाग्यो है सोचेरै गरेको सोचेरै यो स्टेप लिएको त्यो त म दिँदैन हेर म्याग्नी म भने त बरु गाउँतिर गएर बसौँला म तिमीसँग अलिक टाइम यहाँनिर बरु 4-5 हजारको कोठामा बसौँ त्यसपछि बरु घरै गएर बसौँ त्यत्रो कहाँबाट आउँछ कि तिमीलाई त्यस्तो दिमाग मलाई अचम्म लागेर आउँछ घरै तिम्रो कुरा त्यस्तो गर्दाखेरि फाइदा पनि हुन्छ हो कि होइन भन त तिम्रो घरमा सबै कसले गर्छ मेरो घरमा मैले अरू कसले गर्छ सबै काम तिमीले गर्छ मेरो मामुले गर्नुहुन्छ अनि मैले गर्छु मामु नभए बेला हो भाइ त अल्छी छ के काम गर्छ के काम गर्छ घरमा म सबै काम गर्छु भात एउटा पकाउँदिनँ भात पकाउन आउँदैन के आउँछ पानी राख्न आउँदैन आउँछ हो र आउँछ तर मिठो हुँदैन कि मैले पकाएको पानी बढी राख्छ पानी बढी भन्दा नि के गिलो हुन्छ कि साह्रो हुन्छ मैले पहिले थाहा पाइदिएँ तिमीले भात पकाउँदैन भन्यो नि त यो मान्छेले भात किन पकाउँदैन भनेको के गिलो हुन्छ कि साह्रो हुन्छ कि हो र त्यही भएर म सिकाइहाल्छु नि पानी कस्तो सफा भएर त तिमी र म हुँदाखेरि त कति सफा हुँदो रहेछ कोठा पनि धेरै मान्छे नभए यस्तै त हो नि नहेर कति चिटिक्क परेको छ तिमी जस्तै मलाई चिटिकै मन पर्छ त्यो उवाला के अरे हुन्छ नि केटाहरूको जस्तो जे यो यता फालेछ एउटा सामान उता फालेछ त्यस्तो मन पर्दैन अब तिमी तिम्रो कन्टेन्ट बनाउँछौ म जब गर्छु त्यसो गर्दाखेरि तिमीले पनि कमाउँछौ म पनि कमाउँछु अझ मभन्दा धेरै त तिमीले कमाउँछौ होला म चाहिँ अहिले चाहिँ त्यसरी चाहिँ खुसी छैन तिमीसँग हेर सोचेर अगाडि भोलिको दिनमा तिमी फ्याट बिरामी पर्यो भने तिमीलाई के त्यो रुम भाडा तिरेको पैसाले नि रिग्रेट हुँदैन ए उयो छ त बिमा छ त मसँग तिमी बच्चै छौ कि के हो जस्तो लाग्छ यार म्याग्नी कस्तो कुरा गरेको बिमाले तिमीलाई त्यो ज्वरो आएको उयो मात्रै दिन्छ के दिन्छ अपरेसनको पनि दिन्छ सबै दिन्छ त्यो पछिको आफ्नो हेल्थलाई चाहिँ लापरवाही गर्ने अनि अरूमा डिपेन्ड हुने त्यो पछिको पछि सोच्नुला क्या मैले भनेको चाहिँ त्यसलाई थिङ्क गर न फर्बिस गऱ्यो भने कति सजिलो हुन्छ भनेर म मान्दिनँ होइन ठिक छ त्यसो भने यसो गरौँ न त अर्को पनि खोज्नु लागेको छु एउटा रुम होस् सिङ्गल रुम होस् त्यो पनि फर्बिस्ड होस् त्यसको एराउन्ड 40,000 जति भन्ला त्यो
नहुने कुराहरू नगर के अलिकति सोचेरै पछि गएर दुःख नहोस् दुःख हुँदैन लाइफमा दुःख भएन भने कहिले अगाडि नै बढिँदैन त्यो थाहा भएकै कुरा हो ब्याकअप राख्न सक्नु परेन शाहरुख खान पनि मुम्बईमा पुग्दै 1 रुपियाँ लिएर गएको थियो अरे अनि शाहरुख खानसँग जोडिसक्यो आफूले अनि के म कम हो गर्छु नि म सुन्छु कि बा त्यो छ नि त कुरो सपना देख्ने हो क्या ड्रिमलाई समात्नु खोज्ने हो जुन मान्छेको उयो के अरे सपना छैन त्यो मान्छेको इखे हुँदैन क्या तिमीलाई थाहा छ जो मान्छेलाई त्यो ड्रिममा पुग्ने हुन्छ नि एउटा एम हुन्छ नि म यहाँ पुग्छु भन्छ नि त्यो मान्छेले कहिले पनि नचाहिने कुराहरूमा खर्च गर्दैन क्या आवश्यक भन्दा बाहिर तिमीले यो 70,000 ल 50,000 यो वाला रुमहरू हेऱ्यौ नि यो अनावश्यकता हो क्या कामै छैन क्या हामीलाई यत्रो अब त्यो पनि अनावश्यक मैले भनेको पनि अनावश्यक तिमी धेरै दुःख हेर दुःख सबैको हुन्छ तर सबैको लागि आफ्नो दुःख ठुलो हुन्छ त्यो थाहा भएकै कुरा हो तर म त दुःख गर्छु हो दुःख गरेर तिमीलाई अगाडिसम्म पुर्याउँछु दुईजना सँगै अगाडि बढिन्छ भनेको भन्नु त्यो गरिन्छ र तिमीले साथ दिन्छ भने किन यो 70,000 त के हो र बसौँला नि 7 करोडकोमा पछि गएर त्यो भनेको पछिको कुरा हो दुईजनाले कमाएर जमाएर आफूसँग फाइनेन्सियल एकदम डह्रो भएपछि भनेको अलग कुरा हो आफ्नै घर बनाउँला त्यति बेला अहिले वायात कुराहरूमा नगर धेरैमा हेर 10,000 या 12,000 10-12 पछि कस्तो कोटा हुन्छ जतको आउँछ किन पुग्नु पर्यो वहाँ के अरे गाउँ एरियामा गाउँ गएर बस्नु अनि जब पाइन्छ यता काठमाडौँ एरियामा अनि दिनको तिम्रो के अरे गाडीको एक्सपेन्सेस युज गर ल गाडी ल जाममा परियो भने पछि अफिस टाइमको जब भयो अरे ल मेरो अफिस टाइमको तिम्रो 10 to 5 मा म त्यहाँबाट हिँड्दाखेरि बिहान 6 बजी हिँड्नु जाममा अलिकति दुःख गर्नु पर्यो अनि त्यहाँबाट त्यो गाडी पनि ल बेला बेला नपाइएला अनि त्यतिखेर इन ड्राइभ गर्यो पठाउ गर्यो याङ्गो गर्यो सानो एक्सपेन्सिभ हुन्छ त्यस्तो गर्दाखेरि बरु राम्रै ठाउँमा सेन्ट्रल ठाउँमा लिउँ एउटा त्यो लिएर बरु फर्बिस्टै रुम लिएर गर्दाखेरि भनेको हामीलाई धेरै सजिलो पर्छ क्या मेन एरियामा पनि धेरैमा 10,000 सम्ममा रुम आउँछ एउटा कोठामा बस्न पनि सकिन्छ बुझ्यौ त्यही किचन त्यही एडजस्ट गरौँला न के भन्छ र कस्तो तिमीले ल ठिक छ ल किचन त एडजस्ट गरौँला किचन रुम एडजस्ट गरौँला टोइलेट चाहिँ त्यसमा त सेयरिङ हुन्छ र टोइलेट त गरौँ न दुःख के भयो बच्चा दुनियाँले त्यो त्यो टोइलेट गयो भनेपछि मुख धुन जानु त्यही हुँदैन त्यस्तो तिमी पनि त्यसरी जान्छौ तिम्रो डिजर्भ गर्छौ गर्दैनौ नि मसँग भएपछि त केही न केही त राम्रै गर्छु भने त तिमी एउटा छतमुनि बस्न पायो भने त्यही भाग्यको कुरा हो क्या कति मान्छेहरू रोडमा सुतिरहेको देखेको छु नि तिम्रै आँखाले होइन त्यो त आफूलाई भाग्य सोच क्या अलिकति दुःख गर्दामा के हुन्छ भन त अलिकति मैले कम्प्रोमाइज गर्दैमा के हुन्छ भन त म मान्छेहरू होइन नि त म सक्छु त्यो घमण्डले नि फेरि म्याग्नी कहिले पनि माथि लाँदैन नि म त्यो वाला घमण्ड नराख नि फेरि कहिले पनि अलिकति दुःख गर्न सिक त्यही हो मैले भनेको थोरै बसेकै हो आखिरी पहिला म पहिला के कलेज जोइन गर्दा बसेकै हो त्यसरी जाउँ टोइलेट पनि सफा गरौँ यस्तो सबै सफा म गर्छु तिमीलाई आउँदैन घरमा कहिले पानी हाल न तिमी जस्ट पानी हाल बाँकी काम म गर्छु खै हर्पिक हाल न मलाई हर्पिक हाल्नु एकदम मजाले सफा गर्न आउँछ नि त जाडो छ यार त्यसले जाँदैन कि यसले जान्छ यसमा आम्मा हौ त्यसरी घोट्नु पागल के थाहा छैन थाहा त किन नहुनु के थाहा छैन अलिकति अल्छी पो गरे त खै त्यसले होइन घोट्ने त्यहाँ त यसो हो नि त त्यसले त पानी मात्र तान्ने हो नि त त्यो सफा गर्ने होइन नि त खै खै छोरा यसले हो खै त्यसले धकाल्नु भन्दा यसले धकाल्न सजिलो पर्छ नि त ए त्यो धकालेपछि त्यो जान्न क्या फोहोर जान्छ त्यो दागहरू जान्न नि त दाग एउटा चाहिँ जाँदैन त्यसको लागि साँच्चै हामीसँग हार्पिक छैन थियो मैले हात धोएर सकाइसकेँ हात धोएर अरे क्या अब त्यहाँ उता अर्कोसमा छ होला आम्मामा कसम यार कसले यस्तो पहेँलो बनायो यार यस्तो बित्ति पहेँलो त थिएन त हामीले छोडेर जाँदा सेतै थियो त हेर त यहाँ कति पहेँलो तिमी यता आउनु तिमी यता आउनु घोर्दै मेरो त्यसै होइन कि तिमी यता आउनु दिन जा लास्ट तिमी खै मलाई जाऊ न तिमी बरु पानी हाल म घोर्छु घोर्नु पर्दैन क्या भयो होइन म घोटेर अझै सफा बनाएँ कस्तो रहर लाग्यो होला यार घोर्ने यार अहिले नघोट न अहिले नै यस्तो पहेँलो छ अनि छ
काम के छ त हाम्रो खै भोट्नी महँगो आइडिया छ गर्ने क्या अरे के हो टाउको ठोकायो क्या होइन यसै जान्छ क्या हेर ब्राउन ब्राउन हजुर सधैँभरि यसरी नै साथ दिन्छौ नि योभन्दा कसरी चाहिएको मलाई भन त सधैँभरि यसरी नै साथ दिनु पर्यो नि हरेक कुरामा ठिक छ त मुखले मात्र होइन व्यवहारले भनेको ओहो आम्मा पानी बाहिर पोख्यो ल भयो 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 अलिकति सेतो चाहिँ भयो तर स्टिल त्यस्तो अब म आउने बेला यसो गर्छु नि त त्यो टाइल सफा गर्ने त्यो एउटा एसिड हुन्छ एसिड हालेर मजाले भर्ने त्यो एसिडले आगो बल्छ अनि आगो बल्यो भने चाहिँ आफै सफा हुन्छ क्या आगो त बाल्नै पर्यो कि परेन पर्यो आगो बालेर अनि सफा गर्ने भयो ढाडै दुख्यो बुढेसकालले नगर नगर भन्छ नि जबरजस्ती गराएको छ यस्तो क्या त्यो दुःख होइन जुन दुःखले चाहिँ तिमीलाई खुसी हुन्छ तिमी जुनमा खुसी हुन्छौ नि त्यो दुःखमा हाँसी गर्न सक्छौ बुझ्यौ संसारमा कसैको बुढाले नदिएको कपालमा नभएको खुसी हुन्छ नि त्यो खुसी म तिमीलाई दिन्छु त्यो सक्छु क्या म आई क्यान डु द्याट होला दिनभर थाकौँला दिनभर गलाउला तर बेलुका आएपछि तिम्रो अनुहार हेरेर तिमी एक मुस्कानले हाँसिदिएर मात्रै गऱ्यो भने त भोलिको दिनमा फेरि जोस आउँछ क्या यही गर्छु म यही गर्छु उसको यही ह्याप्पिनेसको लागि त गरिरहेको छु भन्ने मलाई पनि त्यो एउटा आँट हुन्छ अनि प्लस यो जुन चाहिँ तिमीले खर्च भनिरहेछौ नि सबै तिम्रो लागि हो क्या तिम्रो लागि नै गर्छु म सबै थोक अब मैले गरेको भए मैले बाहिर खर्च गरेँ त्यो फाल्टै कुरा हुँदा हो मैले खर्च गरेँ उयो गरेँ तर तिम्रो लागि हो नि त मलाई कमी राख्नु छैन क्या तिमीलाई कोही जस्तो पनि जस्तो कि म तिमीसँग हरेक स्टेपमा ह्याप्पी हुनसक्छु क्या म्याग्नी मलाई त्यत्रो ठुलो महल दरबार फर्निस्ड रुमहरू चाहिँदैन कि म तिम्रो नामको सिन्दुर लगाएर जिन्दगीभर बस्न सक्छु क्या एउटा सानो घरमै पनि बस्न सक्छु मलाई त्यति नै चाहिएको क्या अरू केही होइन क्या मलाई तिम्रो माया सपोर्ट दुईजना अगाडि बढ्ने खालको नै चाहिएको क्या मलाई अहिले नै गएर ठुलो ठाउँमा बसेर अनि पछि चाहिँ दुःखको दिनहरू हेर्नु छैन क्या तिमीले पनि सोच्ने कुरा त्यो दुःखको दिन बाबा यस्तो नि त दुःखको दिन आउनै नदिने नि त होइन दुईजना मिलेर गर्ने नि त स्ट्रगलहरू हुन्छ स्ट्रगल पोइन्टहरू हुन्छ तर जुन चाहिँ दुईजनाले एकअर्काको लागि गरेको छ नि त्यसलाई दुःख भन्दैन क्या त्यसलाई सन्तुष्टि भन्छ त्यो चाहिँ कस्तो भयो भने नि तिमीले तिमीले मलाई चाहिँ एउटा राम्रो ठाउँमा राख्छु भन्ने त्यो तिम्रो नेगेटिभ पोइन्ट होइन मैले त्यसमा जज गरेको होइन होइन तर कस्तो हुन्छ भने त्यहाँभन्दा कमको पनि त हुन्छ नि त होइन अनि त्यहाँ बस्दाखेरि चाहिँ के हुन्छ र केही नै हुँदैन भन्नु खोजेको क्या अलिकति सेभिङ गरौँ पछि फ्युचरको लागि सोचौँ अब भोलिको दिन कसले देखेको छ भन त म्याग्नी त्यो बेलामा हामीलाई कसैले पनि सपोर्ट गर्दैन हामी एकअर्कालाई नै सपोर्ट गर्ने हो अलिकति थोरै जमाएर राख्यौँ भने त त्यसले नै हामीलाई भोलिको दिनमा मलाई सबभन्दा मेन तिमीलाई पनि प्रब्लम हुन्छ त्यो प्रब्लम है त्यो तिम्रै प्रब्लमले गर्दाखेरि मैले त्यो सोचेको तिमीलाई मेन प्रब्लम के अरे सेयरिङ बाथरुम तिमी सक्दैनौ आई नो द्याट तिमीले सेयरिङ बाथरुम सक्दैनौ तिम्रो लागि पर्सनल फाल्टै चाहिन्छ थाहा छ नि त त्यो त मलाई अनि सो द्याट्स वाइ मैले त्यो अप्सन चुज गरेको तिमीलाई दुःख नहोस् क्यान्सल गरेर नर्मल हेरौँला भयो तिमी पनि मान न के म्याग्नी त्यसमा तिमी पनि मान न मैले भनेकोमा बेला बेला त म चाहिँ अहिले 2-4 दिन रमाएर अनि पछि दुःख चाहिँ रमाइरहेको समयको कुरा हो पछिसम्म दुःख नहोस् न हामी एकअर्कालाई त्यसरी साथ दिउँ त्यसरी अगाडि बढौँ भन्ने कुरा हो नि त मेरो त त्यो मैले तिम्रो साइड पोजिटिभै देखिरहेको छु होइन तर अलिकति बढी भयो क्या म्याग्नी बुझेनौ मैले भन्नु खोजेको कुरा 70,000 भनेको यहाँ हो मान्छेलाई 5,000ले महिनाको रोटेसन गरिरहेको हुन्छ ल ठिक छ त त्यसो भने मैले अर्को घर पनि लानु त अप्सन मैले त्यही अप्सनमा अब एउटा लिउँला एउटा बिके रुम लिउँला फर्मिस्टै लिउँ भनेको क्या मैले तिमीलाई दुःख नहोस् नि त अब छोरी मान्छे हो यो लिनु मन लाग्छ त्यो लिनु मन लाग्छ त्यो थाहा छ मलाई तर फर्मिस लिइसक्दा भनेको त्यसको फाइदाहरू पनि त छ नि त त्यो पनि बुझ न त्यस्तो क्या जब हामी दुईजनै सक्सेस हुन्छ नि जब हामीसँग हामीले सोचे जति मान्छेलाई कहिले पनि पुग्दैन त्यो मलाई थाहा छैन तर जब हामी सँगै अगाडि बढ्यो भने त केही न केही
हदसम्म त हामीले सुन एउटा कुरा भन्छु तिमीलाई म ल फर्बिस लिउँ होइन 10,000को कोठा लिउँ अरे मन्थलीको लिउँ मानिलिउँ ल कोठा लिइसक्यौँ ठाउँको ठाउँ चाहिँ सामान कसरी छोड्छ खै के ए बाबा अहिले एडजस्ट गर्न सकिन्छ क्या नर्मल म्याट्रिस ओछ्याएर सुत्नु पनि सकिन्छ ल बेडै चाहिएन त अहिले हाइफाई नसोच न भनेको कि अलिक टाइमको लागि हाइफाई नसोच बिस्तारै कमाउँदै जाउँला न ग्यास चाहियो कति महँगो छ ग्यास सिलिन्डरहरू थाहा छ कि छैन त्यो नर्मलहरू एफोर्ड गर्न सकिन्छ क्या म्याग्नी त्यो आवश्यकता चिजहरू हो क्या ग्यास भयो प्लेट भयो त्यो आवश्यकता हो नि त तिमीले त आवश्यकताभन्दा बाहिर गइरहेको छौ नि त त्यो भन्दा त्यो तिमीलाई कम्फोर्ट होस् भनेर गरेको हो नि त मैले थोडी न मेरो लागि मात्रै गरेको तिमीलाई दुःख दिन चाहन्न नि त म तिमीलाई दुःख नहोस् भनेको मैले मलाई सुखै हुन्छ के त्यतिमा पनि म ह्याप्पी नै हुन्छु भने त बुझ्यौ म कहिले पनि तिमीलाई उयो गर्दिनँ कि अहिले मलाई यहाँ राख्यो यस्तो उस्तो भन्दिनँ कि उता काम गर्नु पर्दैन थियो घरमा यहाँ आएर त के गराउँछौ मलाई गर्नै पर्यो बुझ्यौ मलाई चाहिएको तिम्रो माया सपोर्ट हो बुझ्यौ अब त्यो त्यस्तो खालको दिमागमा नराखेको त्यो महँगो चिजहरू महँगो चिज दिँदामा म खुसी हुने होइन कि तिम्रो माया नै मेरो लागि धेरै महँगो चिज दिँदा तिमी खुसी दियो तर मेरो मन त खुसी हुँदैन नि त मेरो बुढीलाई मैले यति गरेँ भनेर त्यो तिमी नसोच म तिमीसँग दुई हुँदैन कि रमाउने कहिले रमाउने कहिले घुम्ने अनि अहिलेदेखि सबै सेभिङ भनेर चाहिँ पछि चाहिँ के गर्ने के अरे बुढो भइसकेपछि घुम्ने कस्तो कुरा गरेको आज तिमीले 20,000 कमायो भने 17,000 सेभिङ के अरे 15,000 सेभिङमा राख 15,000 तिमी खर्च गर 5,000 सेभिङमा राख म त्यो खाले मान्छे हो अब तिमीले चाहिँ सेभिङ गर्ने रमाउने कहिले रमाउने भनेको आफ्नो मनको सन्तुष्टि हो कि मनको सन्तुष्टिले गर्दाखेरि जिन्दगी रम्छ यत्तिकै उज्यालो मलाई थाइल्यान्ड जानु मन लागिरहेछ मनको सन्तुष्टि खै त यो मान्छेले त मलाई कस्तो कुरा गर्छ यार हो नि त अनि अहिले गरेर सेभिङ गरौँ सेभिङ गरे पछि बुढो भइसकेपछि के न घुम्ने ताकत हुन्छ जिउमा न केही हुन्छ आवश्यक परेको बेला खर्च गर्नुको लागि नै जमाउने हो सेभिङको मतलब यो होइन नि त मैले मरुन्जेलसम्म सेभिङ गरौँ भनेको होइन नि त म्याग्नी सेभिङ भनेको पनि के हो दुःख नपरोस् भनेर हो नि त होइन हो मैले त्यही हो तिमीले खोइ राम्रै भनिरहेको छौ तर अलिकति धेर भयो भन्न खोजेको मात्रै हो मैले पनि त्यो तिमीलाई ल ठिक छ त्यसमा माने मैले त्यो मानिसके त ल अरू होला ल त्यो त माने त मैले तर तिमीले भन्यौ नि त दुःख गर्नुपर्छ अनि त्यो खै त घुम्ने कहिले उयो गर्ने कहिले त्यही हो क्या मान्छेहरू नि जहिले पैसाको पछाडि लाग्छ त्यो पैसाको पछाडि लाग्दा जवानी कतिखेर बित्यो थाहै हुँदैन क्या जब त्यो मान्छेले लट्ट पैसा कलेक्सन गरिसक्छ नि रोग लागेर मर्छ फ्याट्टै त्यो कमाएको केको लागि ल त्यसो भए एक महिना कमाएकोले तिमी कहीँ पनि जानु पाउँदैन होइन 4-5 महिना त सेभिङ गर न त्यसपछि तिमीलाई कहाँ जानु मन लाग्छ त्यहाँ घुम के किन्नु मन लाग्छ त्यो किन त्यो अनुसार पनि त गर्न सक्छौ नि हो मैले त्यही भनेको जानुपर्छ भन्नेको कुरा होइन 20,000 कमायो भने मलाई यति खर्च गर्छु यति खर्च गर्छु भनेर बजेट प्लानिङ हुन्छ नि त मलाई त बजेट प्लानिङ हान्दै हो तिमीले आज बजेट प्लानिङ भनेको होइन क्या मैले सेभिङ गर्ने दुःख गर्ने तर रमाउने चाहिँ कहिले त अब त्यो रमाउनुको लागि दुःख गरेको हुन्छ त्यो रमाउनुको लागि सेभिङ गरेको हुन्छ बुझ्यौ दुःख केको लागि सुखको लागि हो तिमी कति धेरै लिडेडिपी गरेको म्याग्नी के भयो तिमी बाहिरको जस्तो लाइफस्टाइल आफूमा देखिरहेको छौ क्या त्यो रङ हो क्या तिम्रो साइडबाट जस्तो सोच त बाहिरको के हुन्छ इन्सुरेन्स हुन्छ त्यस्तै भएर तिम्रो छोराछोरीलाई उनीहरूले पढाइदिन्छ होइन तिमी बिरामी भयो भने तिम्रो अब त्यही इन्सुरेन्सबाट पैसा काटिन्छ होइन अब उनीहरूले कमाएको जति उनीहरूले घुम्नुमा रमाउनुमा खर्च गर्छ होइन तिमीले त्यो हेरिरहेको छौ क्या तिमी कुन समाजमा छौ भन्ने कुरा तिमीलाई थाहा छ नि होइन एकचोटि तिमी बिरामी भयो भने त्यहाँनिर मान्छे उस्तै पऱ्यो भने जिन्दगीभर कमाएको पैसा त्यही हस्पिटलमा सकिन्छ हो किन भन त त्यो तरिकाले सोच्ने हो क्या भोलि सेभिङ भनेको तिम्रो सेभिङ तिमीसँग भयो भने नि म्याग्नी कस्तो हुन्छ भने भोलिको दिनमा तिमीलाई गाह्रो पराउने हात फैलाउनु पर्दैन क्या कोहीसँग पनि अहिले यो गाडी के यो एयर सर्भिस यो भनेको
उयो नै होइन क्या, चाहिने कुरै होइन क्या। बाँस घाँस कपास हामीलाई चाहिने भनेको त्यो अनुसार सोच्ने हो क्या, हाइली सोच्ने होइन। हो सोच्ने हो, ड्रिम ठुलै राख्नुपर्छ होइन, तर कुन चाहिँ जायज कुरा हो त? त्यसमा पो ड्रिम ठुलो राख्ने हो त होइन र? तिमी अर्काको घरमा बसेर 70,000 तिर्नुभन्दा त बरु त्यो सेभिङ गर्दै गर्दै ल 4-5 वर्षमा त तिमी एउटा नर्मल जग्गा किन्ने हुन्छौ, त्यही जग्गा अलिकति राखेर तिमी घर बनाउन सक्ने हुन्छौ होइन। रोटेट त हुन्छ नि त, त्यो अनुसार सोच्ने हो क्या मैले। ड्रिम भनेको त्यसरी फलो गर्दै जाने हो, बुझ्यौ? एउटा भनौँ कुरा, तिमी कहिले मलाई कम्प्लेन त गर्दैनौ नि कहिले पनि, के अरे मलाई यो भएन, मलाई त्यो भएन, मलाई म यो गर्न सकिनस्, मलाई यो किनिदिन सकिनस्, मैले यो लगाएको किन्न सकिनस्, मलाई पिज्जा खानु मन थियो त्यो किनिदिन सकिनस्, साथीले यस्तो लुगा लगाइरहेछ, मलाई खै साथीको बुढाले यस्तो गरिरहेछ, यस्तो गाडीमा घुमाइरहेछ, साथीको बुढाले यस्तो सुन किन्थ्यो, यस्तो चाहियो, यस्तो लेङ्गा किनिदिइरहेछ, त्यो भनेर कम्प्लेन गर्दैनौ नि। म कहिले पनि अर्काको देखासेखी गर्दिनँ हेर। सुरुमा भन्ने त्यही हो, पछि गएर कुरा फाल्टै हुन्छ। तिमीले मेरो नेचरलाई पनि कसरी बुझेको छौ त्यो मलाई थाहा छैन होइन। म एक त कहिले पनि धेरै कुराहरू किनेर चलाउने बानी पनि छैन होइन। अनि ज्वेलरीहरू भयो जस्तो अब त्यो आवश्यकता छ भने लिने हो, न त चाहिँदैन पनि क्या। म कहिले पनि तिमीलाई यसमा कम्प्लेनै गर्ने छैन क्या, लाइफ टाइम मबाट यो कहिले पनि हुँदैन क्या, बुझ्यौ? त्यही त अब बिहे भएपछि 30मा तिमीलाई बोलाउला, 30मा तिमी जाल, तिम्रो दिदी बहिनीले टन्नै सुन सिक्री लगाएको छ, राम्रो महँगो डिजाइनर साडी लगाएको छ, चस्स घोच्दाखेरि तिमीले आएर बेलुका त्यो कुरा चाहिँ मलाई नसुनाउनु। म कहिले पनि सुनाउँदिनँ। एक त यस्तो मलाई जहाँ जानको लागि ठिक लागेन भने बरु म त्यहाँ जाँदिनँ होइन। नगइन हुने ठाउँ सिचुएसन पनि हुन्छ कुनै कुनै, हुन्छ, तर आफूसँग भएको कुराहरूमा रमाउने हो नि। अरूको त अब आफूसँग भएको कुराले रमाउने भन्छ नि, हामीसँग केही त हुँदैन त्यसो त, सबै सेभिङ मात्रै भन्छ त, कहाँबाट रमाउनु? कस्तो तिमीले कुरै नबुझेको कि मेरो आवश्यक कुराहरूमा त खर्च गरिन्छ नि त। कस्तो तिमी मेरो कुरै तिमीले भनेको आवश्यक भनेको तिमीलाई ग्यास कपास मात्रै भनेको छौ नि त। त्यही नै हो, आवश्यकता अनि हेल्थ हो, त्यति हो। बाँच्नुको लागि त्यति भए ह्याप्पी जिन्दगी जान्छ। मेरो चाहिँ जाँदैन त्यसरी, तिम्रो जाला मेरो चाहिँ सक्दिनँ भने छ नि। मलाई तिमीलाई घुमाउनु छ, म पनि आफै घुम्नु छ, रम्नु छ, राम्रो लुगा लाउनु छ, मिठो खानु छ। तिमी धेर कुरा गर्यो, आलु काट हिँड अब, अति बोल्यो। काट्दिनँ आलु, बुझाउन खोज्छु, बुझ्दै बुझ्दैन। प्याज देखाएर आलु भन्छ। हो यो धेर हाइली सोचेर नि तिमीले प्याजलाई टमाटर देख्न थाल्यो, टमाटरलाई खुर्सानी देख्न थाल्यो। ग्यास पास कबास भनेको होइन, ग्यासमा खै त मासु, त्यो कुरा गरेको। जाऊ त्यो आलु पखालेर लिएर आउँछु। पखाल्दिनँ, यस्तो छुदिनँ म। हजुर मान्छे जति नि यार त्यो पिले किन राखेको? त्यो सुत्नै दिनु यार। के प्रब्लम छ हो? के प्रब्लम? कागज लाग्छ, पिलो राखिरहेको छु, घरि कागज लगाएर पिलो हटाउन। म तिमीलाई कस्तो हेर्न मलाई एउटा थियो क्या, भनौँ कि नभनौँ? भन न, केही कुरा राख्नुहुन्न बिचमा। प्यान्ट काटे रफ हुन्छ, प्यान्ट काटे रफ हुन्छ, आलु काटे चप हुन्छ, आँखा जुद्धे लग हुन्छ अरे क्या। त्यही भएर आँखा जुधाएर ल पारौँ न। मैले सुनेको थिएँ, त्यही भएर त भनेको त, मैले सुनेको थिएँ। आँखा जुद्धे लग पर्छ अरे। आँखा सफा छ मेरो, आँखा सफा छ एकदम आकाशभन्दा पनि बेसी। हो, आकाश जस्तै छ, आकाशभन्दा सफा। त्यो युनिभर्स हुन्छ नि जहाँ ताराहरू हुन्छ नि, त्यस्तै होला। के भन्छ त्यसलाई? ब्रह्माण्ड। जसले नि त्यही अनि अर्कै भन्दै थिएँ म। अर्को पनि बन्द गरौँ न, मलाई आउँदैन। यो पनि बनाउँछ, मलाई आउँदैन यो पनि। सुन्नु न साँच्ची,
तिमीले मलाई के भनेर बोलाउँछौ? अभियसली बेबी त भन्दैन, बेबी होइन। मैले चाहिँ रबिना भन्छु, किन भन्न, तिमीलाई पनि सजिलो हुन्छ नि त, ब्राउन भन्ने सजिलो भयो। त्यो बनाएन क्या स्टुपिड। मैले भनेको चाहिँ तिमी भन्छौ कि तपाईँ भन्छौ कि त भन्छौ? त तिमी भन्छ नि, मैले किन के भने तपाईँ भन्छ। ओए म्याक्स, नो डग इज अलाउड। यो बेडमा डगी अलाउड छैन भाइ, तल बस। ए तल उठाउनु आउँदैछ, यहाँ हेर्नु, सरप्राइज। को यो हाम्रो म्याक्स, हाम्रो हिरो। यो चाहिँ मेरो प्रेजेन्ट गर्लफ्रेन्ड। के छ? यो चाहिँ मेरो अहिलेको गर्लफ्रेन्ड, प्रेजेन्ट गर्लफ्रेन्ड। कस्तो अहिलेको र अन्त त अहिले गर्लफ्रेन्ड हैनस्? अचम्म। अनि कहिले गर्लफ्रेन्ड हुन्छ अन्त? अहिलेको हैनस्? ब्याडमिन्टन नाटक नदेखाउने छ्या। ल के नाटक? होइन अन्त प्रेजेन्ट के एक्स भइसक्यो क्या? कस्तो प्रेजेन्ट हो त नि? अचम्म। अन्त अहिलेकोलाई प्रेजेन्ट गर्लफ्रेन्ड भने के भन्छ? भनेपछि फ्युचरमा अर्कै हुन्छ। अन्त कसले चाहिँ भने? ल मैले फ्युचरको केही भनेको छैन नि। ल ल यो मेरो गर्लफ्रेन्ड। मलाई कस्तो रुगा लाग्यो। रुगा लाग्यो? आइसक्रिम खाने? यस्तो बिरामी हुँदा पनि केयरै गर्दैन। एउटा औषधि पनि दिएन, तातो पानी त झन् दिँदै दिएन। ए त अचानक बिमारी भएको नि त अचानक ल्याइदिनु। अहिले भयो भने ल्याइदिन्छु ल। तातो पानी ल्याइदिउँ? के हेरे हामी? अघिदेखि? त उठेको अहिले हो, पागल होस् क्या? सपनामा मलाई सपनामा सुतिरहेको मान्छेलाई थाहा छैन क्या? थाहा हुनुपर्छ नि त। त उठेको अहिले? अचम्म। एउटा त मेकअप लगाएर सोचे उठ्ने बेला नि मेकअप मुख धोएर कहिले देखाउँछ मलाई? एक दिन चाहिँ देखे होइन भन्दा त। मेरो गर्लफ्रेन्ड कति राम्रो छ के हे रुगा लाग्यो क्या। कस्तो राम्रो देखिरहेको थियो भिडियो। कस्तो राम्रो देखिरहेको थियो भिडियोमा। प्रेजेन्ट गर्लफ्रेन्ड फ्युचरमा क्या? दिस इज माई फ्युचर गर्लफ्रेन्ड नै गर्दै देखाउने होला। फ्युचर गर्लफ्रेन्ड भनेपछि कसले बनाउँछ हौ? तपाईँले त्यस्तै गरी बोल्नु हो। अब के त तसँग अहिले दिस इज माई प्रेजेन्ट गर्लफ्रेन्ड अहिले साइड साइडबाट एक दुईजना निस्किन्छ दिस इज माई एक्स गर्लफ्रेन्ड भन्दा तिनैजनालाई देखाइदिन्छ। ओए साँच्चै कि तिनैजना पनि एक्स छ त? तिनटै कपाल त एक्स छ त मेरो। एक्सक्युज मी, तेरो लुगा मलाई नि चल्यो। के गराएको थियो र सर? हो अब अर्को अझै एउटा भिडियो बनाउँछु ल। दिस इज माई प्रेजेन्ट गर्लफ्रेन्ड। यस्तो साइडमा तिनजना छ, दिज आर माई एक्स गर्लफ्रेन्ड भनेर है, दामी हुन्छ। अनि तिमीले? मलाई त भने मनपर्छ क्या। तिमीले के भन्छ? अब चाहिँ मलाई त भन। ल ठिक छ, तपाईँ भन्छु। हुन्छ, मलाई प्रब्लम छैन। नो प्रब्लम भन्छु होला। तपाईँ भन्छु होला। सेम हुन्छ नि त। जस्तै मैले चाहिँ रबिना भन्यो भनेदेखि चाहिँ तिमीले मिस्टर ब्राउन भन्छ, मिस्टर पनि भन्नु पर्दैन। बुढो दाइ चाहिँ भन्छ। तिमीले जस्तो मुर्छ त्यस्तै भन्छ होला हैन? ओए तेरो छ कि छैन कोही भन्दै छैन नि मेरो कोही भन्दै। तिमीले जस्तो मुर्छ त्यस्तै बोल्छ होला होइन? राम्रो बुढो भएपछि तपाईँ बुढो भन्छ होला होइन? अनि ठिकै मुड भएको बेला तिमी यसो गर न, तिमी गर न होइन? तिमी भन्छ होला होइन? रिस उठेको बेला ए तँले यसो किन गरेको भन्छ होला होइन? जङ्गेर होइन? होइन म जे भयो नि जस्तो भए पनि मैले देखेको छ नि तिमीलाई रिस उठेपछि कसरी बोल्छौ। रिस उठेपछि कसरी बोल्छु? रिस उठाउ त मलाई म अनि भन्छु। कसरी उठ्छ रिस? हाँस त अब यसरी उठ्छ। नभन न, मलाई रिस उठ्दैन। अब रिस चाहिँ कसरी उठ्छ मलाई थाहा छैन। धेरै हाँस उठाएपछि रिस उठ्छ होला सायद। नै जिस्काको। अबदेखि त भनेर बोला ल। मलाई के कस्तो हुन्छ नि, तिमी तपाईँ भन्यो भने यो रिलेसनसिपमा अलिक टाढाको जस्तो लाग्छ कि। अनि तँ भनेर बोल्यो भने चाहिँ अलिकति क्लोज, अलिकति नजिक भयो जस्तो लाग्छ। यस्तो नजिक भयो नि कस्तो टाढाको जस्तो लाग्छ हो? कस्तो भनेर कस्तो दामी लाग्छ क्या। ए त्यो भन्दाखेरि भन्यो हेर त त कस्तो बच्चाले भने जस्तो भयो क्या। बच्चाले के कुरा मिलाएर त भनेर भन न। लाइक ओइ तँ यता आइज त, लाइक तँले खाना खाइस्, लाइक तँ कहाँ जान्ला, तँ कति बेला जान्छस्
लाइक त मलाई माया गर्छस् कि गर्दैनस् त्यस्तो टाइपको के रबिना अनि तैँले चाहिँ कस्तो गाह्रो गयो भनेको क्या अनि बरु तिमी सल्लाह हुन्छ नि त Friendly तिमी भन चाहिँ न। फ्रेन्डले रबिना तैँले चाहिँ लास्ट टाइम किस कहिले खाएको थिइस् छ्या यो मान्छेले त भन्दा पनि हजुरले किस कहिले खानु भएको थियो भने जस्तो भयो क्या भनेकै मिलेन क्या अनि माया गरेर भन्नु पऱ्यो कस्तो मायाले भने यस्तो मायाले कसैले भन्दैन अहिले त अनि रिस उठे छैन नि त होइन कि त्यो रिस उठेन भन्दा नि तिमीले नै कस्तो भन्न नजाने यसरी भन्यो क्या यसरी रबिना तैँले लास्ट टाइम किस कहिले खाथिस् हजुर यो भन्दा नि स्मुथली ओए त धेरै नबोल्नु अब म सुत्छु अब ओ यो चाहिँ हुनु पऱ्यो क्या यसरी चाहिँ बोल्नु पऱ्यो अनि त्यो यसो हुन्छ नि त यति नजिक छु नि त त्यसमा कति चाहिँ नजिक यति नजिक के कति नजिक छ अनि कति नजिक यति नजिक यार अनि यो टच हामी टच गर्न सक्छौँ यति नजिक छ नि त अनि यस्तो बेला करेन्ट लाग्छ नि फेरि खै अबि करेन्ट लाग्यो खै बत्ती बल्याएको नि भित्र लागिरहेछ नि ए अनि यति नजिक छ नि त यति नजिक बसेर पनि मतलब तिमी किचनमा भयो त त्यो अनुसार बोल्छौ नि त अनि तिमी बाथरुममा भयो त्यो अनुसार बोल्छौ नि त कहिले नसुध्रिने के एक्स गर्लफ्रेन्ड त भने मैले के भने मेरो फ्युचर गर्लफ्रेन्ड भने चाहिँ के भने छ बल्ल भयो मलाई रुगा लाग्यो एकछिन भन्दा मलाई रुगा लागेको छ के म बिराम भयो ल सरी क्या त्यस्तै लाग्यो मलाई जलनीति गर्नुपर्छ अब खासमा जलनीति भने के थाहा छ बिराम भयो के छैन म पनि भएँ देखेन ह्याच तँ भन्दा मैले दुई चाहिँ ह्याच गरिसकेँ म बिमारी भएँ के गर्नु म भयो नि त त निको भइसक्यो म बिमारी यु भइसक्यो सुड टेक केयर अफ मी जे पनि मैले गर्नु भन्छ बाट चार्जर पनि तताइ लिएर हिँड्छ अहिले दुईजनालाई एक्सपेक्ट गर्नु नै मेरो गल्ती भयो अब आफै गर्नु जाने एक्सपेक्ट गर्ने होइन आफूलाई भएको बिमारी भएको भने अरूले गर्छ एक्सपेक्ट गर्ने आफै जाने म सिक्सिक गरेर छु मलाई रोगेर चाहिँ उसले तातो पानी ल्याइदिनु लाग्छ बिन तपाईँको त नाक ठुलो हो नि त सिँगान आउँछ मेरो त नाक सानो छ त्यो त नाकै हराउँछ त्यो मेकअपमा हराइसक्यो अनि नाक सानो भए सिँगान आउँदैन नि मात्र हुन्छ जे मन लाग्यो बोल्दैछ हो त नि एक्सो फ्ल्याट हान्छ लाछामा त चलेको मन पर्दैन खुट्टाले ल छुदिन गुड के हेरे नि किन हेरे के चाहिँ हेर्नु किन हेरे हड्डी जस्तोसँग हेर्नु मासु मन पर्नेलाई हड्डी कहाँ मन पर्थ्यो हो त अन्त के मासु मस्तो मन पर्छ मलाई हड्डी हड्डी मन पर्दैन मासु खाँदाखेरि कुरा आयो भने सब्जीको बाकुरा होइन यो खालि मुख तातो पानी लिएर आइदिनु बिरामी छु मलाई रुगाले होला कस्तो ज्वरो जस्तो भयो जाडो जाडो भएको छ नाटक गर्न कसले सिकाउँछ नाटक होइन साँच्चीको अनि मुख यति नजिक बसेर मुख र मुख लगाएर अनि बिस्तारै बोल्नु पर्यो नि त मुख लगाएर भन्न खोजे आँखा जुदाएर मुख न्याय मुख लगाएर भने चाहिँ यत्तिको हुनु पऱ्यो क्या यत्तिको हुनु पऱ्यो क्या त्यही त अनि यस्तो बेला त्यतिको त लागेन नि मैले यस्तो बेलामा चाहिँ बिस्तारै बोल्ने हो नि त्यही भएर मैले बिस्तारै रबिना तँले के गरेको थिइस् अनि लास्ट टाइम कहिले किस खाएको थिइस् भनेको क्या अनि किचनमा छ ओए रबिना अहिलेसम्म खाना पकाएन तैँले के गरेर आएको यसरी हुन्छ नि त जोडले दिने हो क्या जोडले देऊ न त फेरि ए म चाहिँ कस्तो अल्छी जस्तै बोल्छु क्या जोडले देऊ नि त अल्छी जस्तै बोल्छु क्या यस हजुर हो न हजुर तैँले मलाई माया गर्छस् कि गर्दैनस् गर्छु कति गर्छस् त मलाई कति माया गर्छस् म 1 पाउन्ड त्यति थोरै 1 पाउन्ड भनेको थोरै हो मलाई थाहा छैन कति माया गर्छ म अरू नै भन्थेँ मुख हेर्दा त बिमारी छस् कहीँबाट मुखले थाहा हुन्छ बिरामी छ कि छैन भनेर यो स्वर सुन्नु भएन मेरो पनि कस्तो बिमारी भइरहेछ मेरो स्वर सुन्नु पर्छ त्यस्तो गरेँ मैले भर्खरसम्म के भएको थिएन यसलाई एकैछिन न्यु खोज्नु परिहाल्यो होइन बिरामी छु म तातो पानी लिएर आइदिनु न प्लिज कस्तो खालको गर्लफ्रेन्ड हो मेरो तातो पानी लिएर आइदिनु न प्लिज प्लिज मलाई रुगा लाग्छ लिएर
दुईजना त्यस्तैहरू अल्छी एकअर्कालाई काम हराउनु खोज्छ यसले मलाई काम हराउनु खोज्ने मैले यसलाई काम हराउनु खोज्ने दुईजनाले नगर्नेहरू क्या फेरि तपाईँसँग नि एटिट्युड प्रब्लम छ मसँग नि छ मसँग त अति धेरै छ मेरो त आई हेभ एटिट्युड प्रब्लम होइन मेरो सर्टेन इगो छ जुन अब सेटल गर्दैन सर्टेन स्ट्यान्डर्ड्स विच डोन्ट सेटल अनि पानी ल्याउनु के स्ट्यान्डर्ड हो र पानीको त केही कुरा गरेन अब यो नर्मली कुरा गरेन नि ए जाबो तातो पानी ल्याउन नि जलिरहेछ पानी म भर्खर उठ्यो म पनि भर्खर उठेको छैन मलाई पनि रोक्यो मैले आछु दुईचोटि गरिसकेँ लेख्ने नगरे तर खालि पानी बाहिर लिएर आउनु मेसेज आयो तेरो पनि मजा होइन मेरो पनि नोटिफिकेसन आएको छैन तपाईँको नोटिफिकेसन आएको छैन तेरो पनि बज्यो ए आएछ कसको हो के हो देखायो किन देखाउने र हो यस्तो यस्तो कुराले गर्दा के छ होला लुकाउनु पर्ने अन्त तेरो अब त बाक त्यो नाटकको लागि तेरो फालिदिन्छु भुइँमा के भयो होला चाहिँ खालि चलेर बसेको कुकुर चाहिँ दिस डग इज गुड यो भयो यसले भनेको सुन्छ यसले खाना गर्नुहोस् त मैले यति माया गर्छु यति माया गर्छु मैले यति धेरै माया गर्छु हेर रबिना मैले यहाँ लिएर राखेँ भन्ने ठाउँ नै हुँदैन पोखिन्छ मलाई सोध्दैन मसँग माया त धेरै छ हेर अब कसरी दिउँ केमा दिउँ तिमी त्यत्रो माया गर्ने भाँडो छ भाँडामा दिने होइन नि त माया मान्छेलाई दिने कहाँ दिन्छन् माया भन न व्यवहारमा यहाँ व्यवहारमा ए ओके ओके अनि त्यहाँ दिने माया त बस अर्कै माया हो त्यसलाई के माया भन्छ थाहा छ के भन्छ नामै आएन मलाई थाहा छैन थाहा नभएको कुरा तिमीले भन्नु पर्यो नि त मलाई थाहा भएको कुरा म भन्छु तिमीलाई थाहा भएको कुरा तिमी भन त्यसलाई नेपालीमा के भन्छ इङ्ग्लिसमा लाइक फिजिकल निड भने जस्तो नेपालीमा के भन्छ ओ यहाँ मै दिनु भन्छन् के अरे के भन्छन् पप्पी दिनु भन्छ त्यसलाई फिजिकल निड भन्दैनन् पप्पी भनेको किस चुम्बन त्यस्तो हो नेपालीमा चुम्बन भन्छ त्यो पनि त माया हो नि त होइन चुम्बन लाइक त्यसलाई माया भनिँदैन कसैले चुप्पा गर्यो भने पनि त्यसलाई कहाँ माया भनिन्छ त अनि माया गरेर त चुप्पा गर्छन् नि होइन नि मान्छेले त यत्तिकै आफ्नो निड्स पुरा गर्नको लागि चुप्पा गर्छन् नि जसलाई पाए कहाँ त्यसलाई चुप्पा गर्छन् त माया गर्ने मान्छेले मात्र चुप्पा गर्छन् गर्छन् क्या हो कहिले थाहा पायो तिमीले अरूले गर्छ क्या अरूले गर्छन् तिमीले गरेर थाहा पायो अरूले गर्छन् थाहा भइहाल्छ नि माया हुनुपर्छ भन्ने छैन कि तिमीले देखेको थियौ क्या ए कस्तो कुराहरू छ मैले देखेको छैन देखेर अरूले गरे मायाको कुरा गरिरहेको छु उकेको कुराहरू छ सोध्छ होला मलाई नि तिमी कति माया गर्छौ होला भने सोध्छ होला भने पर्दैन मैले त्यस्तो भने होइन कि तिमीले त्यो भन्नु पर्दैन कसैले गरेको छ कि छैन उस्तो पनि सोधे होइन तिमीले माया कहाँ गर्छौ त अनि मैले मान्छेलाई गर्छु ए कति गर्छौ त कहाँ गर्छौ भने होइन कि मैले तिमीलाई माया कति गर्छु भनेको तर कति गर्छु भनेको माया आकाशभन्दा ठुलो होइन समुद्रभन्दा गहिरो त्यत्रो माया कहाँ हाल्ने मैले त्यहाँ हाल्ने भनेर देखाउनलाई ठाउँ छैन मान्छेलाई नै बिस्तारै गर्ने हो क्या तर योमा कति फरक थाहा छ के यति राम्रो गोरो छ त हेर यो मान्छे भयो म बिहे गर्दिनँ त कुकुर हो नि त मिल्दैन कस्तो ज्ञानी छ त्यो कम्पेयर नगर मान्छे भयो मैले बिहे गर्थेँ कुकुरसँग गर्दा नि केही बिग्रेको छैन केटा कुकुर तैल गरे हुन्छ नि सुहाउँछ पनि ब्ल्याक एन्ड व्हाइट पियानो छ देख्छ दुईजना देख्दैन किन हो कि उड्ने बित्तिकै मेरो बिल्ला हान्न सुरु हुने अनि के तारिफ गर्ने खालको के छ खोइ के बिहान मुख देख्ने बित्तिकै खै के मुड हुन्छ आउँछ खै कस्तो होइन जतिखेर पनि बिल्ला मात्र हाने कहिले राम्रो कुरै भने छैन मलाई त जेमा नि बिल्ला हान्छ बस्छ ल के को बारेमा राम्रो भन्यो त आफै भन्छ ल रिस उठ्ने के छ राम्रो ल भन्न त के उसलाई चाहिँ मैले के त्यस्तो भने भने चाहिँ उसको इगो हर्ट हुन्छ अनि मैले उसले चाहिँ मलाई जति नै भन्दा हुने थिएँ मैले त भन्न त के भन्ने ल भन्नु तैँले चाहिँ भन्दैनस् के कति भन्नु बिल्ला हान्छ मेरो अनि के बिल्ला हान्ने ल भन्दा के को कुराको कुकुरसँग किन दाज्नु भयो दाज्न मिल्दैन त्यो राम्रो छ भन्दैछु अब यो पनि बिल्लै त हो नि कहाँ बिल्ला हो ल भएको कुरा गर्न मिल्दैन
कस्तो क्युट आयो म्याक्स आइज कस्तो क्युट सफा सेतो छ तयार कति मुख बिखाएर बस्छौ त खालि ल ल एकदम राम्रो छौ तिमी कस्तो राम्रो एकदम मलाई आफै पनि भन्न आएन मलाई झुट पनि बोलाएन देखिस् होला त्यस्तो एक्सप्रेसन आउँदैन जति आँखा तरी तारिफ गर्दिनँ कि त्यो आँखा तारिफ गरेर राम्रो भन्छ भने त्यसले मलाई हेरेर एक्सपेक्ट गरिरहेको छ भन्दिनँ किन एक्सपेक्ट गर्नु म यस्तो मान्छेसँग झन् राम्रो छ जिस्काएको मात्रै भयो के भयो निसाको तातो पानी खान्छस् तातो पानी खान्छस् ल्याइदिउँ तातो पानी म्याडमको चाय कफी चाहियो के चाहिन्छ भन्दा रोग हो नरोग पनि देख्दैन यसको आँखा फेरि समझ गइली मलाई त के गर्नु पर्दैन यत्तिकै बसेर यत्तिकै कुरा गर्ने माया भइहाल्छ यत्तिकै बस्ने माया भइहाल्छ हातमा हात डाल के कस्तो तातो हात तिमी म केटी हुनुपर्ने होइन यति हट छ होइन Oh my god, you're so hot, seriously. अनि हुनु परेन त हट जाडोमा यति तातो मान्छे पायो भने त आगो बस चाहिँदैन आगो बल्छ होइन रुममै कति हो तातो साथ कसैको हात तातो मेरो हुन्छ, body नै कसैको हात चिसो हुन्छ मेरो चाहिँ चिसो हुन्छ फेरि। मेरो मेरो पुरै बडी नै तातो छ तातो क्या हुन्छ त्यसो भए त राम्रो हो नि एउटा तातो एउटा चिसो दुइटै तातो तातो भयो भने त अन्धे पाकिहाल्छ तातो भयो दुइटै चिसो चिसो भयो भने त आइस भइहाल्छ एउटा तातो एउटा चिसो भयो भने ठिक्क हुन्छ क्या तिम्रो पनि त्यस्तो चिसो छैन नि त यो त अहिले खै तिमी भएर हो कि तिम्रो साथ पाएर होला तर केटी मान्छे तातो हुनुपर्ने नि त केटाभन्दा अनि तिमी त अब तिमीलाई धेरै कुरा थाहा छ होइन तिमी मलाई बिस्तारै सिकाउँदै सिकाउँदै जान्छ नि त म सिक्दै जान्छु अब रातभरि कुरा गर्ने सुत्ने पनि कुरा गर्दै सुन्ने यो चाहिँ हात चाहिँ छोड्दैन मैले यतिकै सुत्छु है हात नछोडे पनि हात छोडे पनि साथ चाहिँ छोड्नु भएन अरू कुरा कस्तो होइन सुत्नु पऱ्यो नि त तिमी र म मात्रै यो घरमा म गरेर सुत्छु अब बस मै हो आजको तिम्रो भाइ पनि मेरो साला पनि छैन जोया पनि छैन भाइ बुहारी पनि बाहिर छ होइन किसो प्लान ब्ल्याङ्केट पनि एउटै छ किसो तर ब्ल्याङ्केटै चाहिँदैन होला है महँगो किन म यस्तो हट तातो छु यस यु आर सो हट यु आर सो हट बेबी हट हुनु पऱ्यो नि त अनि हुनु पऱ्यो नि त अनि केटीहरू यस्तो हट बोयफ्रेन्ड पाउनु अनि यसो कति भाग्यमानी अनि म चाहिँ हट भएन भने अनि के हुन्छ भने चाहिँ भोलि चाहिँ बुढीलाई चाहिँ कस्तो बुढा पाएछु जस्तो हुन्छ नि त अर्का बुढा अर्का बुढा हट देख्यो भने चाहिँ त्यस्तो हुनु दिनु भएन नि त हट हुनु पऱ्यो क्या पट हुनुपर्छ पट फेरि हट एन्ड पट बुझ्छौ नि पट भने आँखा तरेर हुन्छ कस्तो हावा गल्छ बस जमिन घुम्न कहीँ जान्छस् अल्छी लाग्यो नजाने म अरूलाई सोध्छु त्यसबाट कसैलाई भनौँ कि कहीँ जाने भने सोधौँ कि कसलाई अब अरूसँग जाने नि ज्याप्लेसँग म्याग्नीसँग अब अरू को छ जसलाई भने हाल्यो त नजाने रे अन्त जानु उनीहरूसँग गएर तपाईँले चाहेको पुरा हुन्छ भने जानु कि चाहेको पुरा हुन्छ मतलब कस्तो चाहेको पुरा लाइक रमाइलो मसँग जस्तो रमाइलो हुँदैन नि त त किची चिज गरेर बस्छस् खालि त्यो त केटीको नेचर हो नि त त्यस्तो किचकिच त कहिले केटी देखाएको छैन मान्छेमा अलिअलि त्यो नेचर हो भनेदेखिमा त्यो किचकिच 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 गर्ने त जस्तो ल्याङ त कसैले गर्दैन मैले कहिले गरेँ बरु केटाहरूसँग जानला आरामले हुन्छ जहाँ गयो नि केही बाल हुँदैन बिन्दास पाराले हुन्छ अब
न तिम्रो भाइ छ आज ज्याब्ले पनि छैन ऊ पनि छैन सुतौ नि त के रातभरि बिजै बस्ने हो रातभरि नसुतेर नै बस्ने हो नसुतिकन बस्ने कि के गर्ने सुतौ न गफ गर्दै बस्ने नि भयो रातभरि काउकुती लाग्ने भयो पल्ट्यो न पल्ट्यो ए बाबा अफिस जानु पर्दैन चिन्ता नगर न म गइहाल्छु नि एकछिन सुत रातभरि सुत छोड्ने भने हो ए रातभरि नसुत्ने त्यत्रो खुट्टा मेरो पेटमा नफाल्नु फेरि त्यो पेट फुट्ला मेरो त्यो यार कस्तो ठुलो खुट्टा छ यार मन चाहिँ पेटमा नखाऊ नि त भर्खर खाना खाएको नि त अनि खाना खाएको नि त अनि एकछिन तिमी निदाऊ तिमीलाई सुताएर मात्रै जान्छु म अफिस त जान्छु म तिमी एक्लै डर त लाग्दैन राति म अफिस गयो भने फेरि राति तिमीलाई डर लाग्यो भने म सिरानी च्यापेर सुत्छु तिमीलाई सम्झेर हो रातभरि त अब अनि तिमी राति डरायो भने मलाई फोन गर्नु भिडियो कल गर्नु अनि म आइहाल्छु तिमीलाई अफिस चाहिँ कसले जान दिन्छ किन अफिस जानु पर्यो काम गर्नु परेन आज दिन न म जानुपर्छ यार पर्दैन जान चुलाएर बस्ने त्यहाँ विकेन्डमा सुतिहाल्छु सँगै पर्दैन जाने अफिस चुलाएर बस्ने यहाँ आज त अफिस जाने होइन चुलाएर बस्ने यहाँ सुत्ने म काउकुची लाउँछु हाँस्ने मलाई लाग्दैन क्या म जानुपर्छ अफिस चुलाएर बस्ने भन्दैछु अहिले एकदिन त बस न टाइम छ आज बस्नै पर्छ आज झन् कोही पनि छैन हामी मजाले अथाह गफ गर्नुपर्छ हाँस्नुपर्छ खेल्नुपर्छ रमाइलो गर्नुपर्छ के खेल्ने खेल्नुपर्छ भने त्यस्तो नेरीमा नजाउ न यार सपनामा खेल्ने नै हो एक्लै कसरी खेल्छौ तिमी मतलब सपनामा खेल्ने भनेको तिमीलाई काउकुती लाउने हो क्या नभनौँ भनेको भन्नै पर्ने भयो जति नै काउती बानी बस्नै गाह्रो भयो भने छोड्दैन अरू बेला त भन्नु भन्थे कस्तो मजाले उनलाई तिमीलाई त मलाई त भन्दा नि कस्तो गाह्रो लाग्यो आधी घन्टा छ आधी घन्टा सुत तिमी चुप्प लागेर म निस्किन्छु के रे जाने होइन भन्दैछु त अहिले फेरि दिन्छु अनि जानु पर्छ नि यार त्यस्तो काम अरे हो आज एक दिन नजाँदा केही हुँदैन बिमारी छु भन्दै सिक लिभ लिने चुलाएर अहिले कहाँ लिन मिल्छ अनि अफिस लाग्ने कुची लाएर मारिदिन्छु पर्दैन जानलाई जान्न भन नि त सुत फटाफट जान्न भन न म बरु झ्याप्लेलाई बोलाइदिन्छु हेर तेरो दिदी एक्लै राति डराउँछ आइज भन्छु अफिस जानु पर्छ नि त यार काम जान्न भन न प्लिज जान्न आधी घन्टासम्म जान्न आधी घन्टा पछि जान्छु नै के त्यति बेला सुत न नै के जे कुरा नि म्यानेज हुन्छ यसको त यो भएन म घर जाने यो भएन यत्रो ह्यान्डल गरेको देखाउँदैनस् यो त नेचर यस्तो हो त जस्तो किचकिच तपाईँले कसम गइदिएको छैन हो अहिले आएर यस्तो हुन्छ यार किचकिच छैन जस्तो लाग्दैन भर्खरसम्म भन्दैछ नेचर त्यस्तो भन्दैछ त ज्ञानी लाग्छ सबसे ज्ञानी सबसे बुझ्ने जसलाई पनि आफै गतिलो लाग्दछ नि हो त्यसो तर नराम्रो भने होइन तर किचकिच छ नि त म बिराम भयो पानी म पनि बिमारी भयो ल पानी बिमारी हुँदा नि केयर गर्छ के बिमारी एकचोटि ह्याचु गरेर त्यसले होइन बिमारी भएर जा रुगा लागिरहेछ मलाई पनि रुगा लागिरहेछ मलाई पनि सरेछ मन बिमारी भएछ मन गरिदिन्छु अल्छी परे झ्याउला पानी त ल्याउनु सक्दैछ मन अल्छी लाग्यो मलाई अति भएन मन अल्छी लाग्यो नि त जाने बेडबाट उठ्नै मलाई अल्छी लाग्यो नि त सुतेर रात हुन्छ निको हुन्छ भन्दा सुतेर निको हुन्छ म्याजिक हो क्या ल यतिकै मुख बनाएरोस् म चाहिँ गएको कोहीसँग प्लान बनाएर के गराउँछु म घुम्न गराउँछु तर बिमारी छैन त बस्ल म औषधि लिएर आइदिन्छु तातो पानी तताएर औषधि ल्याएर आइदिन्छु त बिमारी छ घरमा बस म घुमेर आउँछु कस्तो लाग्यो ठिक छ नि कुन चाहिँसँग कहाँ जान भन्छ यसको दिमागमा चाहिँ खालि त्यही को कहाँ जाने को केटीसँग जाने त्यो बाहेक केही हुँदैन है त्यो दिमागमा अरू केही छैन जिन्दगीमा केटी मान्छे केटा बाहेक केही छैन
जिन्दगी दिमागमा त्यस्तै केही न, त्यही भएर केही काम गर, केही दिमाग राख भनेको थियो। केही नभयो भनेदेखि त्यस्तै हुन्छ, त्यो दिमाग खाली भयो भने त्यही दिमागमा गए केही आउँदैन त्यो होइन। जहिले नि कहाँ जाने, को केटी जाने, के जाने, त्यो भाइ के आउँछ दिमागै छैन त्यो। अरू केही भन्न बाँकी भयो? त्यति मात्रै भन्नुपर्ने हो। अगर के कसो सक पाइराख्नुपर्छ आफूलाई, चाहिने कामहरू गर। त्यसको फेरि दुनियाँ अलग छ। ओए अरे बाबा भोलि पर्सि विकेन्ड छ त। म सुन्दिनँ, म गएँ। ल जान्न 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 भन्दा कि तिमी पनि हेर नि त। को जान्दैन भन्दा पो त आखिर मानिहाल्यो। कि तिमी पनि जान्छ मेरो अफिस? भएन जाउँ, हँ भएन जाउँ। त्यस्तो काम गर्न मन लागेको। होइन यसो हुन्छ नि त, अफिस चाहिँ जानुपर्छ नि त। कि त ए त अफिस जानु भनेको काम गर्नलाई होइन? तँलाई काम गर्न मन लाग्यो? काम गर्न मन लाग्यो भने भन्, म दिन्छु काम। काम त गर्न मन लागिहाल्छ नि। उता भाडा मान्ने, पुच्छा लाउने, उता सफा गर्ने, यता गर्ने, टोइलेट सफा गर्ने, सब काम गर्ने। त्यो गरिहाल्छ नि यार, त्यो गरेर हुन्छ त। तिमी चिन्ता नगर न, म छु त। चिप्लाएर सुत, आँखा चिम्म गर्छु त अब। पहिला तिमी सुध न। म निन्दा लागिसक्यो गफ गर्दा गर्दा। तर कसम मैले धेरै आशा थिइनँ यार, यति खुसी त कुनै दिन पनि थिइनँ। के तिमीलाई सुत्ने बेला के सुनाउनु पर्छ? के सुनाउनु पर्छ? गीत। गीत? कुन गीत? हर पल मेरी याद तुम्हें तड़पाएगी, मैं जागूंगा नींद तुम्हें न आएगी भनेर। तिमीले गाउन। गाइदेऊ नि त। तिमीले गाउन। तिमी गाउ भनेको। म सुत्ने हो। मलाई त गीत लिङ्किन पार्कको मात्रै आउँछ। फेरि सर थुङ्गा सरको जुङ्गा तान्ने हामी विद्यार्थी चाहिँ नभन्नु। मलाई त फेरि लिङ्किन पार्कको मात्रै आउँछ। के को पार्क? के को आउँछ अरे? लिङ्किन पार्क होइन कि, लिङ्किन पार्क। लिङ्किन पार्क के थियो भने? तिम्रो टाको ब्यान्डको नाम हो। ब्यान्डको नाम हो? ब्यान्डको नाम हो। त्यसको गीत आउँछ। गाइदेऊ नि त, गाइदेऊ। कुन गीत गाइदियो? जुन मन लाग्छ त्यही। कुन गीत गाइदियो? फेरि त्यसको गीत त फेरि मेटालिक हुन्छ। हुन्छ मेटालिकै चाहियो मलाई, रक। रक गाउ न, गाउ। अलि नगर। यसलाई लिएर जाउँ क्या घुमाउनु पऱ्यो। यसले बरु कम्प्लेन गर्दैन। ऊ गरिरहेछ त गर्दै। त्यसले गरेको क्युट छ त नि, गरेको त नि इरिटेटिङ हो त्यो। गर्दैनस् भाइ जान त भन्न फेरि जान भाइ। बस आरामले बस है। ल के? स्योर? अहिले किन भनेस् त अरूसँग जान्छ सँग? भए भन्दिनँ। स्योर? कहिलेसम्मलाई भन्दैनस्? छिर जानु। जानै मन लागेन मलाई। नाटक तैँले इरिटेट मात्रै गर्दा देखिस् कस्तो हुन्छ इरिटेट गर्दाखेरि? त्यो चारवटा दुनियाँ थरीका हावा कुरा गर्दा कस्तो हुन्छ देखिस्? त्यस्तै फिल भएको छ भने नि जानु। कहाँ? जता जानु भन्छ त्यतै। कहाँ जानु? मसँग धेरै त्यो किचकिच नगर्नु। ए देखिस् तैँले जे गर्छु मैले त्यही गर्दा किचकिच भयो त अब? एक त मेरो निन्द्रा पुगेको छैन, म बिरामी छु। ए मन बिमार छ। त्यस्तो गरेँ मैले। त्यही त गरेको। नाकमा सिँगा नाच्ने केही भएको छैन त्यहाँ। सानो खन त नाक। तिमीले सुनेछौ अहिलेसम्म? सुनेको छैन? याद नभयो होला। कुन सुनाउ त यार तिमीलाई? लिङ्किन पार्कको त्यस्तो लभवाला छैन? सब मेटालिक। रक मेटालिकै गाउ भने क्या, त्यो पुरै हुन्छ नि। ओके म एउटा गाउँछु नि त। गाउ। One thing I don't know why, it doesn't even matter how hard to try. Keep their mind and design this rhyme to explain to time. के भएन, के गीत गाएको थियो? गीत त्यसरी गाउँछ? गीत त्यसरी गाउँछ? गाउँछ ल तिमी गाउँ त, सिकाउ न त। सिकाउ न। भयोस् ठिक छ। यस्तै त हुन्छ नि गीत यार। हनी सिंहको त यस्तै हुन्छ। के हनी सिंह भन्छ के अरे लाउरेको ल ल ल पत्ता। कलियुगको कर्मचारी भनेर पनि छैन? ल ल ल सबैजनालाई सुत सुत।
नगर न यार नचला न यार त्यो नचला न त्यो सुत्यो भने होइन के गरेँ मैले म सुतिरहेको छु ओए नगर न के गरेँ मैले हात बाहिर ओ मम्मी कस्तो गुलिदियो हजुर म त सपनामा पनि होइन म सुतेको पनि उठ्छु होला यस्तो गुलिदियो लाग्यो भनिदिनु यार मजा भने जति चल्छ यार सुत्छु भने होइन यार झन्डै त्यहाँ पुगेन मान्छे यार त्यो त मान्छे मार्ला जस्तो गर्छ यार ल अब सुत्नु सुत उता पल्टेर सुत यस्तो गर्छ भनिदिन्छ खै सिरानी बिचमा उता पल्टेर सुत ए के भएको तिम्रो यो हात यार यो हात के भएको खाएर त्यहीँ भुँडीमा मात्र जानु के हो त यार यो हुन्छ नि के अरे उसको जस्तो वेडनेसडेको हात हो यो यस्ता गरेर ल सुत्छु म ल ल ल सानोलाई नुनु आऊ 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 के नुनु भने होला यार मलाई चाहिँ सुताउने भयो राम्रो सुताउ न नुनु भर्छ यार बच्चा जस्तो यार नुनु आऊ ल सुत ओए दुखेको नगर न यति सानो दारी ठुलो भयो त दुख्नु हुन्छ नि त यसरी ओए सानो दारी दुख्छ कि नगर न तेरि यार ल ल म सुत्छु फेरि आधा ल ओए ओए यसले मार्छ मलाई यार सानो छ त नाक ठुलो नाकमा सिँगार आउने सानो छ मेरो नाक आउँदैन सिँगार मात्र हुन्छ साँच्ची हो रुगा लगायो बेला जहिले त्यस्तै आउँदो हुन्छ कहिले सिँगार नै आउँदैन अब के गर्नु त नोज ब्लक भन्छ त्यसलाई जे पनि साइन्स जे पनि डक्टर रिलेटेड साइन्स रिलेटेड हेल्थ अन्त रिलेटेड अन्त हेल्थको कुरा होइन अन्त के होइन हो? आया ल ल ल तैँले भने राइट हो ल सानो नाक भयो नि सिँगा निस्किन्छ न ल ठिक छ त्यो अनि अरू के हुन्छ भन्छ मलाई सिकान प्लिज मलाई कलेजमा त्यस्तो केही सिकाएन त सिकान अरू के हुन्छ भन्छ मान सुत त बरु त्यो मुखहरू त मलाई अल्छी लाग्यो सुत तातो पानी ल्याइदिन्छु अल्छी लाग्दो मुख बनाएर म्याक्स फेरि चल्यो चल्यो बस्दै जान एकछिन लिएर आउँछु तातो पानी बस What? What? पेट दुख्छ भने थाहा छैन म कसम इतनी हंसी मुझे जिंदगी में आज तक कभी नहीं आई यार टाउको पनि दुख्यो अब यार पेटमा दुखिरहेको खानु दिन्छु आऊ अहिलेसम्म पेटमा त दुखिरहेको थियो अब त टाउको पनि दुखाएर हाँदा हाँदा यार यस्तै हाँस्यो भने त म मर्छु होला यार टाउको दुख्यो मजा आयो के मजा आयो तिमीलाई हँसाएर हँसाएर मजा आउँछ कस्तो रिसाएर आँखा तरेको उफ मैले चाहिँ अब यति काउकुती लाउँदा सहन नसक्ने मान्छेले जिन्दगीभरि मलाई कसरी सहन्छ होला एकचोटि लगाएपछि सहन्छ यार दिनभरि काउकुती लगाएको छ यार काउकुती लगाएर बस्छ क्या हो अब लाउँदिनँ नि त मेरो छन लाजु छुट न तिमी छुट न तिमी सुत पहिला छुट न ए भगवान् सुत्नु पनि यार सुत्नु दिन्न यार घाँस यार मेरो बाबुको नुनु आयो सुसु आयो म सुसु गर्न गएँ
टाउकोतिर लगाएर त होइन नि टाउको दुख्यो यार टाउको मालिस गर्छ न पर्यो के अरे मसाज गर्छ नि बरु कहाँ टाउकोमा ए म त अङ्गै हो कि भन्नु नानेको त टाउकोमा राम्रै बसेर देऊ न खोइ हँसाइ दुखाइहाल्छ टाउको यो मान्छेलाई हँसाउन राम्रै गर न गाह्रो भयो हाँस्दा कस्तो गाह्रो भयो अहिले तिम्रो नि दुख्छ अनि टाउको थाहा पाउँछ मेरो टाउको दुखेको छैन छैन ठिक छ नचलाउ न यहाँ दुखाउन भन्छ यहाँ उ गर न मैले बोकी दाली मेरो बोकी दाली यो पनि दुख्छ दाली टाउको भयो तिम्रो भारी दुख्यो यार आँखा पनि दुख्यो आँखा पनि पेट दुख्यो टाउको दुख्यो आँखा दुख्यो यहाँ सुत यहाँ दुख्यो यहाँ सुत मसाज गरिदियो भनेको अनि मजाले गर्ने कस्तो बच्चा चलेको राम्रै गर न मसाज पनि अलिअलि मेरो पुन्तुले त अलि के मसाज राम्रै गर न म थोरै न स्पामा काम गरेर मलाई आउँदैन